ओके सो यहाँनिर यो बाटो हुँदै आयौँ हामी होइन गुरु हामी कहाँ आइपुग्यौँ र कहाँ जाँदै बाङ्गे बजार ए यहाँको त हिजो मैले भिडियो बनाएको त थिएन बाङ्गे बजारदेखि हामी यसो बेललाइन 3 पहिलाको हुँदै यता ए ओके ल हामी चाहिँ यता पनि यसो अलिअलि भिडियो गरौँ न त होइन त्यो बाङ्गेमा होइन त्यो भिडियो गरेको त्यो एप्पल वाला चाहिँ भेटाउनु भएन बाङ्गेमा गरेको होइन झरेर त्यो झरेर गरेको क्या अब बेललाइन 2 को क्याम्प सक्यो अब बेललाइन 3 सुरु हुँदैछ भन्ने बेललाइन 2 उहाँले जे भन्नुभएको त्यही यो चाहिँ हाम्रो के भन्छ मेड इन नेपाल पुल के खाम न त गुरु अलिकति चार्जर खाउँ गुरु के खाम न त हुन्छ गानेर पाउँछ राम्रो त्यो अघिको भेजिटेरियन कुखुरा थिएन हो त्यो पाउने ठाउँ कहाँ छ हाम्रो गुरुलाई कालो कुखुरा कालै मासु कालै ब्लड कालै मासु कालै कडकनाथ भन्नु थाहा भयो कडकनाथ ल यो चाहिँ हाम्रो बेलडाङ्गी यहाँको नि एउटा डिटेल भिडियो बनाउनु मन लाग्यो त्यस्तै भयो सही हो बेलडाङ्गी 1 यस्तो भएर आएछ है यहाँ पनि अब पुरै उ गर्न लाग्छ कहाँ कता अलि राम्रोमा जाउँ न कता हो खोइ गुरु कता छ अलि राम्रो खाने ठाउँ झुकेका नै दारी नै छैन 12 बजे लन्च टाइम आएछ 12 बजे एक घण्टा जति त्यही भोक लागेको तपाईहरुलाई यही के छ को म चिन्छ हेलो हेलो भन न त कहाँ हो स्कुल तिम्रो कहाँ हो स्कुल तिम्रो दुम्से के सब्सक्राइबर 1,55,000 छ कस्तो के पैसा चाहियो एउटा के अस्ति नै के पाको शेयर गर्ने शेयर पुग्दैन शेयर गर भाइ तिमीले पाए हैन शेयर हुँदैन तिमीले शेयर गर ल ल ल यति हो पैसा ए लु त हामीलाई चाहिँ बाटो पैसा जाउँ न के पाइन्छ गुरु दाइ मोमो चाउमिन यहाँ पहिला नि आएर जस्तो लाग्यो मलाई कता बसौँ त यता यहीँ बसौँ अलि उज्यालो छैन भित्र पनि छ उता भित्र पनि छ ए छैन ए यहीँ मात्र बत्ती लागेको त्यहाँ बसौँ न कहीँ उज्यालो छ बाहिर हामी उज्यालोदेखि आएर छौँ हजुरदेखि ए म त क्या अँध्यारो देखिरहेको ल यहाँ बसौँ त गुरु यहीँ बसौँ त के खाने खाउँला नि गुरु बसौँ ओके सो हामीले खाजा खायौँ चाउमिन खायौँ मोमो खायौँ अब चाउमिन मोमो खाएर चाहिँ फेरि हामी अगाडि बढ्दैछौँ ओके सो पर चाहिँ बाघखोर छ अरे हामी त्यहाँनिर छ बाघखोरबाट उताबाट जाने बाटो छ अरे यताबाट पनि जाने बाटो छ अरे कता कताबाट अहिले चाहिँ हामी यहाँबाट छिर्दैछौँ त्यही हो
ल जाउँ कोइली हैन त्यो पहिला त यस्तै त हुन्न नि दुईपट्टि नि इन्ट्रेस्टिङ क्या दुईटा दुलो हुँदो रहेछ एकपट्टि भर्यो अनि माटो लायो बुचायो अनि अर्कोपट्टि यसो त ट्याङ्की थियो नि त्यस्तो सिस्टम हुँदो रहेछ अनि त्यो अर्को ठाउँ गर्दै गर्दा अर्को सुकिसक्थ्यो होला फेरि त्यहाँ त्यो निकालो अनि त्यो निकालो अनि यताको सुकायो हजुर कुन क्याम्पमा थियो हामी वान वानमा के थरी गुरुङ गले गुरुङ गले गरौँ हजुर भनेपछि यस्तो चाहिँ मैले त कहिले देखाएको थिएन मलाई नि यस्तो यो चाहिँ याद नभएको यो रहेछ चाहिँ सर्टकट हो यता बुचिन्छ नि यता बोरामा माटो साटो भएर यता बुचाइदियो उता थालिहाल्यो थालिहाल्यो अनि अनि दुईटा ढाङ यस्तो रिङ जस्तो छैन क्याम्प हजुर रिङ हुँदो रहेछ होइन यस्तो टोइलेटको अनि दुइटै भरेपछि चाहिँ के गर्नु यता सुकिहाल्छ सुकिसक्दो रहेछ सोसिँदो रहेछ सोसिन्छ माटो अलिअलि सोचिन्छ फेरि सुरु गर नभएर फ्यालो सजिलो हुन्छ क्या तपाईँहरू हजुर हजुर ऊ मुना हजुरहरूको चाहिँ कता हो घरै क्याम्प हो ए भुटान चाहिँ हाम्रो शान्ति हो साम्ची शान्ति हाम्रो पनि शान्ति हो नैना थाहा छ हजुर उताको थाहा छ सबै कुराहरू उताको चाहिँ शान्ति नैना तलमा थाहा छ डिस्ट्रिक्ट भिलेज भनेर सुन्ने ठाउँको नाम मात्र पुगेको त होइन नि पुगेको छैन म जान चाहिँ गएँ तर भित्र त्यो गेटको छेउछेउतिर 1 किलो 2 किलोमिटर मात्रै गएको ए ठिक छ हामी चाहिँ अहिले कहाँ छौँ रे गुरु अहिले हामी अहिले ठ्याक्कै पहिलाको बेललाइन 3 भनौँ न अब अहिले त 3 छैन अहिले ए छिर्यो यता ए बेललाइन 3 को ए छिर्यो केको ए यहाँ त पहिले र अहिले नै भन्ने होला किनभने पुरानो मान्छेलाई अहिलेको थाहा हुँदैन होइन अब यहाँ फेरि भिडियो इन्ट्रेस्टिङ गरी हेर्ने भनेको पुरानै मान्छे हुन्छ यहाँ पहिला घरै घर चाहिँ छैन जङ्गल छ अब यस्तै छ भनिदिउँ न अब के भन्नु र अब नभए यहाँ त बाक्लो थियो नि त अनि क्याम्प चेप्पै चेप्थ्यो त्यतिखेर अब छैन अहिले घरै छैन सबै खेतबारी जङ्गलहरू भयो सही हो अब क्याम्प नभन्नुपर्छ क्या बस्ती भएको छ भनौँ न बस्तीमा पनि अब त्यही खेतमा गरी खाने त यहाँ पनि त्यही त भएको छ खेतै खेत छ छैन एउटा घर छ खेत छ अर्को घर छ खेत पहिला यस्तो कहाँ थियो त क्याम्पमा हामी घर मात्रै हुन्थ्यो होइन आगो लागि हुँदा नि एकचोटि 40-50 घर जान्थ्यो सर आनन्द तारले जान्थ्यो त्यति चाहिँ त्यति चाहिँ ढुक्कै क्या लेखेरै लेखेरै हुन्छ त्यति अनि पुरै धुरी जुदेको घर हुन्थ्यो अनि त्यही गोलदाप त झन् उयो सक्यो क्यामै सकेको एकचोटि सर्लकै सकेको सर्लक्क चुप्पै भयो गोलदाप मान्छे कस्तो थियो होला पहिला बाक्ला अहिले छैन अहिले हराभरा हरियाली छ एउटा घरमा आगो लाग्यो भने आनन्दै हुन्छ अर्को घरलाई भेट्दै पहिला चाहिँ सानो डर हुन्छ जाउँ हात्ती आयो भने अलिक समस्या राति कल बिग्रियो भने कल बनाउनु भन्दा पनि त्यो पनि ठिकै अब म भ्याएको भए त मै क्याम्प घुमाइन्थेँ त भनिरहेको त सक्दैन त कस्तो खालको दागी भनेर ऊ क्याम्पभित्रको नभए पनि सबै ज्ञान क्या सबैतिरको बोटल्ने फेरि नबिर्साउने ए आउँदो रहेछ त अघि त पर आएकै थिएन ए आउँदो रहेछ तेल दिनुपर्छ ए आउँछ कि आउँदैन भनेर गरेको थिएँ कि हेर्दा त कस्तो सकिएको जस्तो पहिला त राम्रै आउँदो त्यस्तो हुन्थेन नि कल लाइन हुन्छ बिहान र बेलुका दिन्थ्यो नि त पानी अनि कतिपयको त लाइनै नपुगी पानी होइन नि टर्न वाइज हुन्थ्यो अनि एभ्री घरको अब त्यो क्या टर्न वाइज गरेर कसैले कस्तो भन्छ नि एक एकवटा राख्ने सबैले पहिला अनि सबैको घर पुग्यो अनि फेरि अर्कोले एक एकवटा हुन्छ गएको कसैले चाहिँ होइन कोहीको ठुलो होला पानी भन्ने कोहीको सानो अनि कुनै चाहिँ त्यसरी टाइम यति चाहिँ रमाइलो हुन्छ छोरी मान्छेहरूको जग्गा लाइन राखेको छैन भने त लापो खेलिहाल्थ्यो नि लाइन जग्गा परि नै हाल्थ्यो हेर्नु कम त मजा आउँछ छोरा मान्छे जाँदैन नि त छोरा मान्छे जाँदैन धारामा बल्ल जगत हुँदा टाइम पास हुन्थ्यो होइन ओभर हुन्छ नि त जर्किँदैन नि यतिको पनि लोक गर्छ नि त्यतिखेरको लोक थियो नि त अलिक चिसो महिना हुँदाखेरि चाहिँ पानी खाली जान्थ्यो
खेरै जान्थ्यो नि पानी 2-3 घन्टा त आउँथ्यो घरभित्र पानी 6, 7, 8 3 घन्टा जस्तो आउँथ्यो होला बिहान र बेलुका पानी 3 घन्टा बेलुका 3 बजी आएर 5 बजी मर्थ्यो 2 घन्टा बिहानको भनेको 5:30 6 बजीदेखि आउँथ्यो 8 बजीसम्म आउँथ्यो बाटो थियो नि त्यो बाटो त्यो आफन्तकै घर पुग्ने यसो मिठो हुन्छ हामी अहिले कता छौँ हामी यो पुरानो बेलायन फिल्डको एमा यो त ए होइन नि पहिलाको यता माथि छ जङ्गलसँग यो त सी हो पहिलाको ए भनेको माथि यहाँ पनि छ नि त गोलीग्राउन्ड थियो नि त पहिला यहाँ यो सिधै जग्गा माथि छ क्या गोलीग्राउन्ड यो बेलायन फिल्ड सबभन्दा सानो छ क्या एबिसीसँग मात्रै युनिट चाहिँ धेरै तर यहाँको मजाले कुटा भेटिएला है कति त उ गयो उता डिजल यो चढेर काटकाट गरेर दामी लाग्छ बोतलको सब्जी चोर आएर अब नाङ्नु खोज्यो भने त्यहाँनिर काटक काटक गयो नि यो पानीको बोतलको सदुपयोग देखियो क्या यहाँ चाहिँ यो त मलाई पनि थाहा भएन थाहा थिएन अब यसको हाल्न परेन नि त डिजाइन त देखियो त त्यहाँ त डिजाइन पनि देखो सुरक्षित पनि अब इनकेस आयो भने त्यो पक्रिँदाखेरि त बच्छ नि त मान्छेले नजानेर मात्रै कति कुराहरू हालिँदो रहेछ गर्मी अलिक धेरै भयो अनि पहिला टोइलेटको त्यो ट्याङ्की टोइलेटको ट्याङ्की दुईपट्टि हुन्छ यहाँ बिचमा चस्मा लाउन भन अनि आहा बन्द भयो अहिले दसजना उता हक्छ होइन चस्मा लाऊ आहा बन्द भयो पहिला त थियो नि मोडिफाइड भयो नि त अहिले त के पहिला मैले बोल्नु हराउँथेन अनि हराइहाल्यो त्यस्तो ठुलो थियो म खुस्नाबारी गएको खुस्नाबारीमा हराएको थियो कि अनि निको थियो नि हरायो गाईको पराङ उयो किन्नु लगाइ के भन्छ नि क्याम्पभित्र यस्तो छ अहिले बस्ती जस्तो कहाँ गयो भने ढुङ्गा हान्थ्यो अरे एउटा आफ्नो आफ्नो हुन्छ नि त बारी हुनु आफ्नो कुखुरा पालेको छ भने अर्का बारीमा गयो ढुङ्गा हान्ने अर्काको कुखुरा आफ्नो बारीमा छ भने आफ्नो ढुङ्गा हान्ने खेदाउने मार्ने मरिहालेछ मरिहाल्यो भने लुकाउने थाहा पायो भने त तिर्नु पर्यो नि भरे अनि खाने पोलेर हामीले त खाएको छौँ धनलाई धरि ल्याएर खुवाएको छौँ भरे चाहिँ धेरै खोजेपछि चाहिँ अघि खाएको क्या भन्यो सक्छ ए धनीलाई नै एकदिन कि हाम्रोमा नि त्यो चाहिँ राम्रो लाग्यो रातो रुकन भाइ आएको थियो होइन रुकन भाइ सेटु इको रहेछ के गर्दैछौ अनि आयो राख्यो 2-3 दिन ल एक हप्ता जस्तो राख्यो होइन घरमा घुम्दैछु भाइ बाहिर भरे भेट्नुपर्छ उसको धनी चाहिँ अब उनीहरूले त माया मारेको तर बाटो हिँड्दा देखेछ यो कुखुरा त हाम्रो भनेर होइन त्यो आन्टी हेर्दै 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 गए अनि त्यहाँदेखि फेरि फर्केर आउँदा पनि हेर्दै हेर्दै अनि के भयो आन्टी भनेर यसरी सोद्धाखेरि नि होइन हाम्रो यस्तो हराएको थियो हाम्रो जस्तै जस्तै छ भन्दै हो त्यसरी कुरा गर्दा नि यहाँ थियो एउटा स्कुल यत्रोबाट चाहिँ रातो गाने अहिले स्कुल भत्केर यस्तो भएको के कुन स्कुल यो चाहिँ कुन स्कुल थियो ए यो त जस्तो अलिक स्कुल यो स्कुल होइन अहिले चर्च हो जस्तो त मण्डला हो अहिले चर्चलाई स्कुललाई पहिल्यै डाङडुङ बनाएको
पहिलाको बेलमा 3 को सेक्टर बी को मेन बाटोमा हिँडिँदैछ हेर्नेहरूले कता आफ्नो घरको लोकेसन हेर्नु होला अब यो घर गर्दै जानु सकिँदैन सबैकोमा बाटो अनुसारले चिनेर देब्रे साइड दाहिने साइड त आसपास थियो भन्न मिल्यो हैन यो मेन ठुलो बाटो थियो होला नि पहिला यो पहिला ओभरअल झर्ने यता जङ्गल निस्किने दुम्के बाटो फिल्म हेर्नु जाने बाटो मधुमलाको मैले अस्ति कुरा गर्दै नि ए उहाँ ओह्रालो यस्तो छ नि त त्यहाँदेखि छिर सिधै अनि उता निस्किन्छ नि त बगर जङ्गल हुँदै अनि मधुमला जाने यो र उहाँको मेन बाटो हो पर जङ्गल छेउ मधुमला फेमस हो हामी अस्ति पुगेर भिडियो हालिसक्यो मधुमला यहाँनिर खाली खुट्टा गएर भयो नि फिल्म हेर्न आउने पहिलासम्म त थियो अस्तिसम्म अहिले छैन नभए हिजो अस्तिसम्म त चलिरहेको छ कि बा मजे त्यहाँको होइन उसलाई थाहा भएन नि त गुरुलाई थाहा भएन मधुमल्लको पुरा त्यो चोकहरू 2 लाइन छ यस्तो त्यस्तो भन्थ्यो नि हो 2 लाइन हो गुरु तल्लो लाइन र माथिल्लो लाइन यस्तो छिर्ने सबै छ लामो चाहिँ पर एउटा के अरे टिकटक पर भनेको टिकटक रोडको छेउको र अनि पहिला अनि सुरुमै यताबाट जाँदा त गोस लाइन छिरेर त्यहाँ हो नि त मेन त त्यो भन्दा त्यहाँ गयो गुरु हजुर त्यो हामी गयो नि अहिले यो गोस लाइन मैले भन्न त्यहाँ म्याजिक स्ट्यान्ड बनाएको छ ए यो दमक देखाएन यहाँ थियो नि पहिला बेला त्यहाँ बनाएको छ अहिले त्यो गोस लाइन हो क्या मेन चल्ने भनेको दारू खाने अड्डा यो क्या यहाँ चाहिँ लुगा डस्ना सिलाउने रहेछ दामी लाग्यो तपाईँको साइकल सही हो ल यहाँनिर यस्तो खतरा हामी भित्रको बाटोहरू चाहिँ यस्तो छ है तपाईहरु अब को यतातिरको हुनुहुन्छ भने हेर्नुस् दामी छ क्याम्पको बाटोहरू अहिले यस्तो छ है सही छ बिल्कुल बराबर यो कता रे यो गुरु हामी कहाँ आइपुग्यो रे अघिको ठाउँमै छौ अहिलेको बी ठाउँमा आइपुगेका छौँ पहिलाको लेखा हुँदैन नि त पहिलाको ए रुखको बयर हो नि थाहा पाउनु भयो बयरको रुख कुनै कुनै घरहरू चाहिँ यस्तै खाली छ मान्छे नबसेको हट नम्बर चाहिँ यो रहेछ है सही हो अब जङ्गल आइपुग्नु लाग्यो जङ्गल यतै हो हाम्रो बजुको घर ल फेरि हामी बजुको घर पनि घुम्दै घुम्दै आइपुग्यो तर आज चाहिँ हामी पुरै कसैको नि आफ्नो आफन्तहरूकोमा नछिरेको क्या हामी टुर मात्रै हामी आउने भने कि बेलुका हो क्या साँझमा सबै लम्बा हुन्छ गफेको गरेर हुन्छ बसेर मिलाउँछ के छ भन्ने गफ गर्नु सानो मजा आउँछ त्यति ल हामी चाहिँ अब फाइनली सालीको घरमा आइपुग्यो हाम्रो साली चाहिँ वहीँ हो होइन घुम्दै घुम्दै बिर्सी थाहा नै नपाइकन सालीको घरतिर पो आइपुग्यो दावा तामाङको छिमेकी हो एक्चुअली अगाडिको भिडियो मैले खिचिसकेको छ होइन त्यहाँनिर दावा तामाङको छिमेकी हो अनि हाम्रो साली चिन त चिन नि फेरि अर्काको घरमा आइपुग्यो उयो हो नि मेरो साली 100% हो नि होइन ल मेरो खोइ ल साली भागी ल हामी घुम्दै घुम्दै फेरि सालीको घरमा पनि आइपुग्यौँ
बस भाइ हुन्छ हुन्छ बसौँ मेरो त अब आफ्नै हेलो भनिदियो साली यता हेर न ओ यहाँ हेर न हेलो मात्र भन न अनि ल कहाँ गयो हेलो मात्रै भन्छु साली ल हेलो भनिदियो हात हल्लाइदेऊ न हात हल्लाइदेऊ न ओ गुड हाम्रो सालीहरू को पर्नु यहाँनिर मम्मीहरू उता युएसमा थाहा हाम्रो मम्मीको आमा र उसको मम्मीको आमा चाहिँ दिदी बहिनी मेरो बोजू जेठी होइन उसको बोजू चाहिँ माइली त्यही हो त्यही भएर मेरो साली है बुझ्यो नि अब ल अब बस न गुरु बस बस बस्नु तपाईँ गर्नुभएको छ ल साली एक गिलास पानी खाइदिउँ न मजाको मिठो के खाने पानी अहिले खाएको होइन पानी प्यास लागेको छ नि धेरै बोले सालीकोमा फेरि छुट्टै पानी खानु पर्यो नि त होइन सालीको हातबाट पानी खाएको टेस्टै बेग्लै हुन्छ कोक ल्याउनु गएको छ ए कोक त खाँदैन नि कोक त खाँदैन पर्दैन खाँदैन त्यो म कस्तो चाम्रो अब हामी मुना कथा आज भोक पनि लाग्यो होइन कसले कुट्यो किन कुट्यो खाइरहे खाजाउने खाइरहे के गर्यो अहिले कुकुर कुदेर गयो होइन पर्दैन भित्र त गेडा गेडा छ होइन दाना त हुन्छ त अठ्याएको होला नामै अठ्या कहिले यस्तो खाँदैन म त्यही भएर डाइरा हुने मान्छेलाई चाहिँ सन्चो हुन्छ भनेर अठ्या खानु लाउँछ नि त केरामा यस्तो गडाङ गुडुङ गेडागुडी भएको त मैले कहिले खाँदैन मिठो हुन्छ तर खोल पनि खाइपठाएछ गुलियो छ होइन आउँदैन भोलि चढी आउँछ भोलि सुन्दै एकैप आउनु चाहिँ यहाँ बिदा माग्दै जानु त्यतिखेर बिदा माग्दै आउँछ अब कति दिन छ अब फर्किनु फर्किने त टाइम छ अलिअलि तर यहाँदेखि काठमाडौँ गेट त कडा छ त छैन भनेर उठेर यस्तो गरेको होइन त्यो एक फिसको मात्रै हो नि डबल लगायो भने मान्छे पक्रिहाल्छ नि नाङ्गो तारामा कालो खालको खाने भनेर भाइरल हुन्छ होला हाम्रो यहाँ चुइङम खाने ठाउँ चाहिँ यहाँ रहेछ पसलको काउन्टर त्यहाँ छ अर्डर पनि त्यही गरिदिने हो अनि यता चाहिँ ठुलो रहेछ फेरि आलु नै ठुलो छ हेर्नु न त्यहाँनिर सानो ठुलो छ कुन चाहिँ हो अघि तिमीले देखाएको यो टाउको जस्तै छ नि बगाल छ फरक ल गएको है दिदी ठिकै छ आजको भिडियो आजको दिन फ्रुटफुल भयो गुरु तपाईँलाई यो चाहिँ चल्दैन होला है यसमा रातो रगत आउँछ नि त सुपारी होला गोवा यहीँ मात्रै थियो नि त रातो ट्याङ्की भन्ने ठाउँमा चाहिँ यहाँ रहेछ खै त ट्याङ्की चाहिँ ढले होइन पोल मात्रै हो खै पोल खै रातो ट्याङ्कीको पोल
पोल चाहिँ उ त्यसो 4 हो पहिला रातो ट्याङ्की चाहिँ यहाँ थियो अरे सेतो ट्याङ्की चाहिँ कता हो हरियो कता है पसल यहाँ छ है क्याम्पमा चाहिँ अनि यहाँ चाहिँ रातो ट्याङ्की हैन रातो ट्याङ्की यही हो रातो ट्याङ्की अलि तातो तातो भयो धेरै गर्मी चाहिँ भएको छैन फर्चुनेटली राम्रो भयो हो होइन बिहान चिसो थियो नि त रातो ट्याङ्कीको साइड साइडमा चाहिँ यस्तो रहेछ पुरै झगडा भइरहेको रहेछ त्यहाँ ढुङ्गा खालाम ओके सो पहिला चाहिँ बेलडाङ्गी 2 र 3 अहिले चाहिँ बेलडाङ्गी मात्रै थियो अनि सक्को अब चाहिँ हामी बेलडाङ्गी 1 मा जाँदैछौँ हुन त अस्ति पनि घुमाइसक्यो तर आज चाहिँ मैले फिनिसिङ गर्न लाग्यो क्या त्यो टुरको त्यही भएर हाम्रो ब्रदरले अलिअलि लिएर जान्छ यो चाहिँ बेलडाङ्गी 1 छिरियो हामी बेलडाङ्गी 1 उयो हो कि बेलडाङ्गी 1 को 1 क्याम्प हैन अनि यहाँ चाहिँ के थियो अरे यहाँ पहिला यो यस्तो थिएन पछाडि 1 उठेपछि यस्तो बनायो कोरोना टाइमको बेलामा यहाँ दबाईहरू राख्ने गर्थ्यो अब अहिले त्यो पनि भित्कायो पहिला चाहिँ यहाँनिर हाम्रो अब क्याम्पमा माथि घर ल्याएर राख्ने ठाउँ थियो आर्मी ब्यारेक थियो सशस्त्र परिवार भन्छ नि त त्यो थियो अब अहिले ढस्ट भएको छ होइन अनि यहाँदेखि उता चाहिँ हाम्रो बिआरसी अफिस थियो त्यहाँदेखि अलिकति सिडब्ल्यू थियो अहिले यस्तो छ अनि ऊ यो भत्किएकोदेखि हाम्रो यता चाहिँ क्याम्प बस्थ्यो आउनु जस्तै यो पोल छ नि यो पोल यस्तो ढल्के यताको सानो पोल उयो ठुलो पोल होइन सानो यो पिलर भएर यहाँदेखि यता चाहिँ हाम्रो ए थियो हजुर ट्र्याक्टर यहाँदेखि ऊ यो माथिकोदेखि उयो के भन्छ त्यसलाई बिज बनाउने खालको पत्तामा त्योसम्म चाहिँ हाम्रो घर थियो यहाँदेखि त्यसमा घर थियो होइन हजुर हजुर लहरै घर थियो ऊ यहाँ माथिको त्यो सकालसम्म त्यहाँ स्कुल छ अहिले छ अहिले त अब छैन त्यतिसम्म एरिया थियो त्यहाँदेखि उता छैन फेरि घरहरू थिएन अनि सबै यो लाइनमा घरहरू हालेको थियो जस्तै अब दाइहरू विदेशदेखि आउनुभएको रहेछ अब यसो हेरिदिउँ भनेर अब हाम्रो दिदी पनि 1 देखि जानुभएको रहेछ अब सेक्टर एपदेखिको माथि मान्छे पल्ने ठाउँको छेउको रहेछ दिदी पनि अनि यसो अब हेरिराखौँ हाम्रो कस्तो भयो भनेर आउनुभयो तर यो चाहिँ अहिले पुरै चेन्ज भएको छ अब यस्तो झ्यासखारीमा जाऊँ भन्दा पनि अब होइन ठिक छ यहाँ यतै ठिक छ उता भित्र त ठाउँ छैन जस्तै अब अहिले चाहिँ के भएको छ भने नर्सरी हालेको छ अब बिरुवाहरू हालेको छ होइन अब यसरी अब यो आँपहरू रोपेको छ लिचीहरू रोपेको छ जानु पनि कराउँछ होला अब यस्तो फेन्सिङ लगाएको छ होइन तैपनि यो चाहिँ हाम्रो थियो पहिला चाहिँ यस्तो थियो यहाँ ब्यारेक थियो यहाँ हाम्रो बिआरसिएफ अफिस थियो भुटनिस रिफ्युजी क्याम्पको ठुलो अहिले त्यसलाई भत्काएर चाहिँ अब यस्तो बनाएको छ होइन अलिकति अगाडि जाउँ न हामी ल हाम्रो फुटबल ग्राउन्ड चाहिँ जस्तो त्यस्तै छ यो फुटबल ग्राउन्ड है यो पहिला पनि त्यस्तै छ अहिले यो चाहिँ फेरि हट्दैन कहिले पनि यो चाहिँ यस्तै हुन्छ ए ठिक छ यो चाहिँ यस्तै हाम्रो पहिलादेखिको
अनि यो अस्तिको क्वारेन्टाइनको बेलामा यो अफिस बनाएको थियो कोरोनाको बेलामा क्वारेन्टाइन राखेको क्वारेन्टाइनमा राखेको त्यो बिमारीहरूलाई राख्ने ठाउँ बनाएको थियो अब त्यस्तो बनाएर अब जस्तो भने अलिक मान्छे त निको भयो कति मर्ने मरिहाल्यो भने जस्तै अब हामीलाई जस्तो भयो भने सुविधा चाहिँ थियो अब धेरै टाढा नकुदौँ यहीँ आउँ भन्ने जस्तो थियो यहाँ क्वारेन्टाइन राखेको थियो अनि यहाँ राख्छ काठसहित बसेर बन्दुक लिएर बन्दुक सहित है अनि अब छुनु मिल्दैन नि त अनि कोहीसँग आउँछ नि त आफ्नो आफन्त भनेर रुने हुन्छ मेरो के भएको भन्दै आउँछ नि त त्यस्तोहरूलाई पनि परैबाट डिस्टेन्स बाई हुन्छ नि नभए त सरी नै हाल्छ त्यो बनाएको थियो न यो पहिला हाम्रो बिआरसी भएको थियो अनि यहाँदेखि उयो 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 यो उयो उयो भन्छ भन्दै यो काटेर पहिलाको ए थियो सेक्टर ए यता चाहिँ सेक्टर ए थियो है यो लाइन ए थियो अनि यो उयोसम्म मात्रै छ फेरि क्याम्प उयोसम्म थिएन अनि यहाँदेखि माथि डाँडासम्म छ हाम्रो फेरि क्याम्प पहिलाको अब अहिले चाहिँ यस्तो जङ्गलघारी भएको छ यो बोट यहाँ लडेकोदेखिको चाहिँ हाम्रो क्याम्प सुरु हुन्थ्यो यहाँदेखिबाट चाहिँ क्याम्प सुरु थियो क्याम्प सुरु यता अफिस थियो यता चाहिँ अफिस थियो हजुर यहाँ सिडब्ल्यू अगाडि थियो हजुर यहाँ थर्कामानको घर थियो मर बिचरा भन्नु बित्नुभयो थर्कमानको ल अब गाडी चढ्ने होला अलिक अगाडि एउटा अफिस पनि थियो अफिस थियो भनेपछि वाइएफसी भन्नु यहाँदेखि अगाडि हाम्रो वाइएफसी थियो वाइएफसी भनेको थाहा छ त तपाईँलाई वाइएफसी भनेको थाहा होला मिनी पुलिस स्टेसन होइन युथ के हो युथ क्लब सेन्टर भने जस्तै फेसिलिटी आउँछ नि हामीलाई युथलाई फुटबल चाहियो भने फुटबल दिने भलिबल चाहियो भने भलिबल दिने क्रिकेट चाहियो भने क्रिकेट दिने त्यस्तै वाइएफसी भनेको त्यसरी खोलेको थियो त्यो पुलिस स्टेसन जस्तोलाई चाहिँ के भन्छ अरे सिएमएफ के अरे सिडब्ल्युडी पहिला चाहिँ यहाँ थियो है अब यहाँदेखि हाम्रो उता क्याम्प पऱ्यो होइन अब यो भिडियो गएर उयो अटाउँदैछ नि त्यहाँदेखि सुरु हुन्छ फेरि रासिनको दाम बजारहरू त्यहाँदेखि पो सुरु हुन्छ अब यति चाहिँ भनेको अफिसहरू भयो होइन किन भन्नु न अफिस यता राखेको किन यहाँ ब्यारेक छ यता छ अनि हुन्छ नि त पुलिसहरू हुन्छ मिल्ने ठाउँ छ नि त उता त अनि क्याम्पले घेरेर फेरि हान्छ नि त त्यो पनि हुन्छ नि त थियो होइन दिदी लगेर थुनिदियो होइन अनि 1800 रुपियाँ पैसा नतिरिकन झिक्नु दिएन यहाँ भित्र छिर्न दिँदैन कहाँ दिन्छ त नि बिरुवा नर्सरी बिरुवा छ कि यो दिँदैन नि त यो त अनि पक्कै त मान्छे लगाएर खेत लगाएर गरेको हो नि त यो सबै बन्द हो नि त ओके सो यहाँनिर चाहिँ बाख्रा चराइरहेछ मान्छेहरूले यहाँ भित्रभित्र तपाईँलाई क्यामेरामा चाहिँ देखेन होला होइन साइडमा दुइटैमा छ अनि दुइटैमा चाहिँ कस्तो हो नि भेटिहाल्यो भने यहाँको वनको लिची र आँपहरू के रोपेको रहेछ क्या अनि बारसार पारेको छ अनि त्यो अरू ठाउँमा के अरे चराउँदा चाहिँ केही हुँदैन तर यहाँ बाख्रा पुरा चराइरहेछ कति 1800 कि 18,000 भने गुरु एउटाको 300 ले गर्नु नि हिसाब 70 टाका एउटाको 300 एउटा बाख्रा चराको 300 रुपियाँको फाइन तिरेको थियो अरे अनि 17 वटाको थियो अरे कति हिसाब आउँछ त्यति चाहिँ पैसा तिर्नु पर्यो अरे लेटेस्ट न्युज तर हामीले चाहिँ देखिरहेछौँ धेरै बाख्राहरू चरिरहेछ बाख्राको ओनरहरू पनि धनी पनि त्यही थियो चलाइरहेको थियो अनि बेलडाङ्गी 1 को भित्र हामी छिर्दैछौँ रासन त्यतापट्टि चाहिँ हामी छिर्दैछौँ स्कुलको त केही छैन नि यता उयो ट्याङ्की छ नि दिदी ट्याङ्की यहाँ छिर्दाखेरि उयो सुकेको उयो स्कुल छ क्या स्कुल साह्रो स्कुल थियो कास भएको भन्छ स्कुल थियो क्या अहिले त छैन केही अहिले 2 ठाउँ छ तपाईँलाई थाहा थियो स्कुल 2 ठाउँ यहाँ र अनि माथि यता ग्राउन्ड थियो नि ग्राउन्ड हो यहाँ त्यहाँ पनि जानुपर्छ अहिले ल किन जाने जानुपर्छ सबै देखाइदिन्छु गुरु के भन्दैछ धारा भाटोमा चाहिँ जानुपर्छ बाख्राहरू यहाँनिर रहेछ है यस्तो बाख्राको एउटाको 300 रुपियाँ रे यहाँ चरेको थाहा पायो भने होइन फाइन एउटाको 300 एउटा छिर्यो नि अब यहाँ कता यहाँदेखि होइन अब सी पर्छ होइन हजुर सी पर्छ कि बेलडाङ्गी सी यहाँ धारा हेर्नु जानु हुने दिदी ओर्ले नि नानी ल धारा
कुहिएको धारा अहिलेसम्म छ भने एउटा चाहिँ मैले देखेको छु नि धारा गुरु तिमी जाने जेसीबीले पेल्दा पनि नपेलेको धारा छ हो र तपाईँको कतार हुन्छ नि यहाँ किन चाहिँ मैले पनि त्यो देख्दिन थियो होला कि हामी बाख्रा चराउन पनि आउँछ बाख्रा चराउन अनि त्यहाँ देखेको थियो क्या बाख्रा चराउन गएको तपाईँहरू आउनु भएर मात्रै देखेको मैले पनि त्यहाँनिर थापाको र देख्न लगेको नभए यो वानको खाने ट्याङ्की यो सानो पानी हो पानी ए कहाँ छ उयो ट्याङ्की ए पर अहिले अगाडि खेत्न अलिक सक्नुहुन्छ ए उदाएर बोलाउनु गुरु आउँदैछ यताबाट घरको छैन त हजुर क्याम्प छिर्यो यो क्याम्प चाहिँ बेलडाङ्गी 1 को सेक्टर कुन चाहिँ अरे पहिला घरै घर थियो अरे यहाँनिर चाहिँ एउटा उ थियो अरे क्या के भन्छ धारा थियो अरे अनि त्यो धारा हेर्न जानु अरू सबै सक्यो टोइलेटको अलिअलि दाग त रहेछ एउटा यो टोइलेटहरू थिएछ भने यो सबै क्याम्प हो यहाँ टोइलेटको ढुङ्गाहरू होइन यो सबै क्याम्प बसेको हो क्या त यहाँ यस्तो क्याम्प बसेको ठाउँमा अहिले कस्तो भन्छ खडेरी जङ्गल हाम्रो मुनाको घर टोइलेटको उयो यस्तो हुन्छ उयसको प्याना भन्छ हाम्रो बस्ने ए त्यही जाउँ न त अघि पनि देखाएन अहिले त यता हिँड्नु नि पहिला ए त्यहाँ जाउँ अहिले यस्तै यहीँ सिटी यहीँ चाहिँ यतै निस्कियो बिस्तारै आउने लड्नुहुन्छ बुहारी झार ल यो कति नम्बर रे यो दुई नम्बर होइन सेक्टर भन्नु सेक्टर 2 जङ्गल भएको छ अहिले सबैलाई थाहा त छ तर पनि भेट्यो भेटेन भेट्नु दिइहाल्छ नि आँपको यो के को रुख हो यो आँपहरू आँपै धेरै रहेछ नि ए लिची र आँप हो कसले हालेको हुर्किसक्यो नि हाल्न चाहिँ कसले हालेको अब क्याम्प उठाएपछि के गर्छ त यहाँ त्यत्तिकै घरेरी त लगाउँदैन अनि यो यति लगायो भने त पैसा आयो तर के गर्छ र एक नगरपालिका आँप फल्छ त होइन यहाँसम्म ए यहाँभन्दा उता चाहिँ खासमा जङ्गल होइन जङ्गल हो पहिलादेखि अघि भेटेको बुझ्ने गरे त होइन दिदी अघि माथि भेटेको बहिनी तपाईँको सालियो नभएको उता तल पो त दिदी दिदीले पनि बुझ्नु के थाहा के भएर तपाईँलाई खोजेको यो रोड छ नि यो रोड अन्तिममा होइन क्याम्प सकेको रोड हो यतादेखि जङ्गल यतादेखि क्याम्प यहाँदेखि घर यति त अब अलिकति आगान छ बढाल्छ होइन यहाँदेखि यता जङ्गल सबै पहिलादेखिको तर अहिले चाहिँ यस्तो भएको छ अब यहाँ पुरानो हाम्रो धाराहरू छ होइन टोइलेटको उयसको ढङ्गहरू छ यहाँ रहेको छ होइन जेसिबीले नसकेर छोडेको छ एन्टिक पिसहरू भनौँ न अब हाम्रो पानी ट्याङ्की त्यही छ अर्को पानी छैन धारा हो कि टोइलेट हो यो धारा हो गुरु पल्टाइदियो त यो त सक्दैन नि तिनजनाले पनि सक्दैन तपाईँ कसरी गुरु भयो त यो पल्टाउनु सक्नु भएन भने त्यो पानीको धारा हो यो चाहिँ जादुवालै गुरु चाहिँ मुना यो पानीको धारा हो र टुटी कहाँ छ सक्दैन मैले त्यतिकै भनेको यो पानी धारा हो मुना उयो हान्दैन होइन अनि टोइलेट यहाँ कसको घरको टोइलेट छ है यहाँ टोइलेट तिनवटा बनाएको छ ल टोइलेट सिक्नै बाँकी छ यहाँ बेलडाङ्गी 1 को टोइलेट यस्तो हुन्छ त बेलडाङ्गी 1 को टोइलेट मात्रै बाँकी छ टोइलेट मात्रै बाँकी रहेछ क्या त्यहाँको टोइलेट पनि हैन यो त अब खेलिसक्यो उयो चाहिँ भन्नु ए पानी त ट्याङ्की छ खै त्यो ठुलो टेम्पो हो निस्किन्छ अहिले अहिले जान्छ दिन्छ त्यो पानी त अर्को ट्याङ्की पनि देखाइदिन्छ कि तर अर्को ट्याङ्कीको त्यो पानी दिँदैन ए दिँदैन त्यस्तो अर्को चाहिँ दिँदैन अर्को देखाइन्छ अहिले ल
अहिले हामी यहाँ यता गइन्छ नि त होइन यहाँ देखाइदिन्छ स्कुल पनि देखाइदिन्छ होइन अनि त्यो बजार हामी त्यो पहिला दुई यहाँनिर यस्तो बजार चल्छ नि मासु काट्दा भयो पनि देखाइदिन्छ होइन त्यहाँदेखि उता अनि अहिले दाइले भने अहिले देखाइदिइरहेको छ तर यहाँदेखि यता चाहिँ घर छैन ल मेरो स्कुटर यहाँ छ है जङ्गलको बिचमा मेरो स्कुटर आफै आइपुगेछ त्यसैले भनौँ न हामी यहाँ ठाउँदेखि चाहिँ यता चाहिँ क्याम्प थियो अब यता चाहिँ क्याम्प थियो यो जति पनि सानो बिरुवा भएकोमा यता चाहिँ जम्मै क्याम्प थियो रहेछ यता चाहिँ जम्मै जङ्गल थियो रहेछ हाम्रो गुरुले भन्नुभएको क्याम्पै मात्रै भन्दा पुग्दैन बेलडाङ 1 को क्याम्प थियो बेलडाङ्गी 1 को क्याम्प अघि आर्मी ब्यारेक त देखाइदिइहाल्यो होइन अब यो के भनेको यता भित्रभित्र आउँदैछौँ हामी भित्रभित्रै आउँदैछ हामी जानु माथि गइरहेको के भनेको यो चारवटा भएको धारा भनेको चारवटाबाट ल है अनि यसरी गर्नु राख्थ्यो क्या यहाँनिर पहिला लाइन यसरी राख्थ्यो यता पनि राख्थ्यो उता राख्थ्यो लाइन राख्थ्यो यता पनि उता पनि अनि भयो छोरी मान्छेहरू जगाड पर्थ्यो क्या यहाँनिर पालो नआउँदा चाहिँ यो एन्टिक जगाट्ने ठाउँ यो छैन यो धारा बेगर अरू कुनै छैन वानमा त ए हो र निशानी यही मात्रै अरू केही छैन पुरानो धारामा माथि पनि केही छैन माथि झन् टोइलेटको निशानी पनि छैन ए ल है उता पनि लाइन हुन्थ्यो त यो चाहिँ मैले देखेको हो क्या चारवटा धारा रहेछ नि त ल हो क्या दिदी भन्नु त ल अब छैन यस्तो माथि कहीँ पनि यो दब्बिसकेछ यो यो चाहिँ एन्टिक रक हो यहाँनिर नसकेको जेसीबीले यो उठाउनु खोजेको कि नउकेको क्या धेरै खतरावाला दह्रो बनाएको छ यार यस्तो चाहिँ बनाउनु पर्छ खुरुङ खुरुङ हानेछ अलिअलि छोडिदिएछ यो चाहिँ एउटा भनेपछि नमुना यही एउटा चाहिँ रहिएको छ ल के हुन्थ्यो यहाँनिर चाहिँ कतिको पानी खान आइन्थ्यो अनि तिम्रो घरभन्दा कति टाढा थियो यस्तो मेरो त घर यहीँनिर यहीँ धारा थियो नि त्यसो हो यही घर यही धारा थियो प्राइभेट थियो माथि आफ्नो हुँदा प्राइभेट जस्तै सबैभन्दा फर्स्टमा थाप्न पाइन्थ्यो अगाडि हुँदा आफ्नै घर अगाडि हुँदा त सबैभन्दा फर्स्टमा पुगिन्थ्यो नि त त्यो त्यो त टोइलेट हौ क्यानल टोइलेटको देखिरहेको त्यो त्यस्तो धारा हुँदैन एन्टिक आज दुईटा कुराहरू देखियो एउटा चाहिँ त्यो बेला अहिलेसम्म गएको छैन त कति वर्ष त्यो बेलाको पानी धारा हामीलाई यहाँ कति साल भयो इस्टाब्लिस गरेको यहाँ हालेको आमामा 35 वर्षभन्दा ज्यादा भइसक्यो त यहाँ यो है अनि अहिलेसम्म छ भन्नु न यो चाहिँ मैले बाख्राचरामा देखेको त देखेर यहाँ बसेर होइन फोन चलाउँदै बाख्रा हेर्थेँ क्या त्यही भएर चाहिँ मैले यति चाहिँ छ है भनेर ल मुना खुसी भयो यो देखेर अब उता दिदीको सेक्टर जानै बाँकी छ माथि ल अब यसलाई चाहिँ बिदाबारी हुँदैछौँ माथि त छैन नि यस्तो फेरि छैन यस्तो त केही पनि छैन भाइ ऊ यस्तै छ ऊ यस्तो टोइलेटको ढङ्गहरू भयो गुरु भयो सो यो धारामा पानी खानु हुने कोही मान्छेहरूले चाहिँ मेरो भिडियोमा हेर्नु भइरहेको छ भने कमेन्ट गरिदिनु होला बेलडाङ्गी 1 सेक्टर कति रे सेक्टर जी को कोही हो कति बी चाहिँ हो बी सेक्टर बी बेलडाङ्गी 1 बी र सी बेलडाङ्गी 1 जति हालिरहँ टोटल होलसेलमा कन्फ्युज हुँदो रहेछ सही हो ल अब चाहिँ हामी अगाडि बढ्दैछौँ ए टोइलेटको ढोङ यहाँ अर्को पनि एन्टिक पिसहरू भेटियो यस्तो चाहिँ कहाँ उगाउन सक्छ यत्रो मुनिको चाहिँ यो गहिरो हुन्छ है गहिरो अनि यो खाल्डै हुन्छ अनि जेसीबीले यतिकै छोडेको छ यो ए डबल रिङ यो नि डबलै रिङ रहेछ त मुना टोइलेटको डबल रिङ मुना तर उता हुन्थ्यो है एउटा भर्यो भने अर्को अब हाम्रो ल्याम्बोर्गिनी के हो सिटी भनेको सिटी हो त्यो हो त्यसको नाम ल्याम्बोर्गिनी हो नि हौ हाम्रो ल्याम्बोर्गिनी बाटोमा आइपुग्नु पायो हो यो काँडाले घोचेर ल धारा दर्शन गरियो लगभग मैले चाहिँ तपाईँहरूको बेलडाङ्गी
यताको शिविरहरू सबै नै देखाउन कोसिस गरेको निकै दिन घुमाइ भयो है। अब चाहिँ हामी लास्ट डे भनेको भोलि हो। भोलि चाहिँ पथरीको प्लान गर्दैछौँ। हेरिदिनु होला, धन्यवाद। अहिलेको नयाँ माध्यम यो बनाएको छ। के हो यो चाहिँ? खास चाहिँ छिर्न मिल्दैन यो एरियामा भन्नु खोजेको हो। तर पनि छिरियो। अब खुल्ला छ भनौँ न, बाख्रा चराइरहेको छ, मान्छे छिरिरहेको छ। अब जे जस्तो पनि छिरियो। यो चाहिँ के हो खास? अब यस्तो रोपेको छ, यता छिर्नु हुँदैन भन्नु खोजेको हो नि। अब यो वनको वनभित्र पर्यो। ल हामी चाहिँ अब छिर्दैनौँ, जस्ट हाम्रो पुरानो। अब हामी छिर्दैन भने अब हामी यसोबाट छिर्छौँ, छिर्छौँ फेरि त्यही हो। यहाँ पहिला बजार लाग्थ्यो, मासु काट्थ्यो, यहाँ दोकान थियो त भन्नु पऱ्यो नि त। यहाँ बजार लाग्थ्यो, यहाँ बजार लाग्थ्यो नि त। यहाँ बजार लाग्थ्यो? अब यहाँ चौबाट हो नि त। यता पनि मासु काट्ने, मोमो बेच्ने होइन, आलु चसाल, अनि यता पनि मासु बेच्ने। अनि त्यस्तो चाहिँ यता चाहिँ सबै थियो भनौँ न, सबै थियो। अब अहिले केही छैन, अहिले यस्तो खण्डर भएको छ भने जस्तै हो। जस्तै अब अनि यहाँ चाहिँ पानी ट्याङ्की रहेछ, पुरानो होइन? उहिलेको पानी ट्याङ्की। अनि यहाँको पानी चाहिँ कोलाई वितरण गर्छ, कोलाई बाँड्छ? यो वानभरि थियो। अब अहिले यो दुईवटा हटाएर बगरमा खोलेको छ। अनि यो यहाँको दमक छैन, त्यो भरलाई दिने भनेको छ क्या। जस्तै अब हामी यहाँदेखि यसो छिट्छौँ, स्कुल जान्छौँ। अब अहिले त छैन, पहिला त स्कुल थियो। अब स्कुल नभएको ठाउँमा पनि भिडियो गरेर यहाँ चाहिँ स्कुल थियो त भनिन्छ नि त। स्कुल रासन कदम यहाँ थियो ल। अब रासन कदम पनि आएको यही हो, यो बोर्ड भएको रासन कदम। रासन यहाँ रासन गोदाम थियो, यहाँ चाहिँ यसो बाटो छ क्या जाने। यहाँ रासन गोदाम थियो भन्नु न। यहाँ चाहिँ रासन गोदाम थियो अरे। अब मैले थाहा छैन, गुरुले थियो अरे होइन। अहिले त छैन। तिमीलाई पनि थाहा त्यति चामल ल्याउनु त आउनु हुँदैन नि त। मुना, रासन गोदाम कता हो? रासन गोदाम कता हो? थाहा छैन अरे उसलाई। यहाँनिर हो रासन बोर्डदेखि यो सबै रासन गोदाम। यो बोर्डदेखि सबै आउनु तपाईँ भनेर बस्नु। म त अल्छी लागिसक्यो। दाइले मेरै मात्रै अनुहार झिक्दैन नि त। ठिक छ, यो सिमलले गर्दा पनि कतिपयलाई याद हुन्छ। यो पहिले पनि थियो नि त। यो कति वर्ष भयो होला यो सिमल। सिमल हो, कस्तो दामी हुँदो रहेछ रुख त यार। यताबाट यो बोर्ड यहाँदेखि यता सबै रासन गोदाम होइन, यहाँको बोर्डसम्म। त्यहाँदेखि उता स्कुल थियो, उयो चौता छ नि, त्यहाँ स्कुल थियो। होइन दिदी, त्यहाँ यहाँनिर। अब हामी पहिलाको स्कुल र रासन गोदाम छिर्दैछौँ भन्नु न। अब हामी पहिलाको स्कुल र रासन गोदाम, यो रासन गोदामको ठाउँ भन्नु न। यो हो रासन गोदामको ठाउँ। बेलडाङ्गी वनको रहेछ। अहिले केही छैन, सम्म भइसक्यो, सबै सारिसक्यो। त्यही बाटो हिँड्दैछौँ। त्यही बाटो हिँड्दैछौँ अहिले हामी। स्कुल चाहिँ अलिक धेरै टाढा जङ्गलमा जस्तो जस्तो लाग्दैन त नि। खै थाहा भयो। यहाँदेखि लामो पो पर्छ त। उयो होइन माथिको। त्यहाँसम्म स्कुल हो। त्यहाँ पुगिन्छ हामी। अनि हामी हिँड्दै पुगिहाल्छ। यो रासन गोदाम है, यो सबै रासन गोदाम हो है। यस्तो भएछ है रासन गोदाम। 1 को नि 2 को होइन। 1 2 को होइन, 2 को त अघि देखाएको होइन। यो बेलडाङ्गी 1 को हो। बेलडाङ्गी 1 को रासन गोदामको ठाउँ यो हो। ट्याङ्की त्यहाँ छ, उहाँ एउटा छ, एउटा यता छ भन्दा बुझिहाल्छ। यहाँनिर मासु काट्ने ठाउँ थियो, यहाँ बजार सानो लाग्थ्यो, बुझिहाल्छ होइन। पान खाने ठाउँ यहाँ हो, सबैले रातो बनाएर हिँड्ने ठाउँ, रातो बनाउने ठाउँ। यो ट्रक कुदेको ठाउँमा हो। अनि हामी अब यता यो खण्डरतिर जाऊँ न। अब स्कुल छैन। स्कुल त थियो काट्दिनु होइन, यति रासन गोदाम स्कुल भन्नु ल। ल यता चाहिँ रासन गोदाम, अनि उतापट्टि चाहिँ स्कुल। चौताराले छुट्याइदिएको पानी त यहाँ पनि रहेछ क्या, उतानिर पानी। पहिला थिएन नि त, यो भर्खर पानी। यो रुखहरू छ नि त, यो भित्र जस्तै यो तपाईँलाई कसरी बुझाइदिउँ।
अघि हामी गयौँ त्यहाँ हाम्रो टिममा थियो नि त्यो के अरे त्यो स्टोरहरू भन्ने मैले त्यो चामलहरू बाँड्ने त्यस्तै स्टोरहरू थियो क्या ठुल्ठुलो बनाएको त्यो भत्काएको सबै साम हानेको साफ नभए यस्तो हुँदैन नि त यहाँ आउनुपर्छ क्या माथि दिदीको घर उहाँ त माथि त्यो के अरे मान्छे बोल्ने ठाउँमा होइन यहीँ आउनुपर्छ चामल ल्याउनु चाहिँ फेरि नासिक्यो छैन आउनु चाहिँ पर्ने यहीँ नि हो यहीँ आउनुपर्छ है अनि यहाँ बेगर त घरमा त ल्याइदिँदैन कसैले पनि आफैले यति बेला वानमा छ भने वान भित्रमा चाहिँ आउनु पर्यो ल्याउनु चाहिँ त्यतै आउनु पर्यो ल यहाँदेखि उता काटेपछि हाम्रो स्कुल आयो पहिलाको स्कुल यहाँदेखिको स्कुल लामो ऊ माथि आन्टीहरू बसेसम्मको स्कुल हो त्यहाँदेखि उता घर पनि छैन स्कुल पनि छैन यता चाहिँ हाम्रो क्याम्प क्याम्प है उता चाहिँ जङ्गल यति चाहिँ बुझ्नु पर्यो अनि त्यहाँदेखि उतापट्टि गोली ग्राउन्ड थियो अहिले फाँक भएको छ त्यो गोली ग्राउन्ड के हेरेर बाबा बसेसम्म स्कुल थियो यो बाबा बसेको ठाउँतिरै स्कुल थियो यति चाहिँ स्कुल थियो भन्नु यति चाहिँ स्कुल थियो पहिला गोदाम थियो यहाँदेखि उता स्कुल उयो आन्टीहरू छ नि माथिको त्यहाँदेखि उता चाहिँ घरहरू केही छैन अनि उयो चाहिँ पानीको धारा यो धारा होइन चौतारा चौतारा हो यो ए चौतारा बस्ने बस्ने ठाउँ हो यहाँ सानो एउटा चौतारा पनि रहेछ ठिक छ कुकुर पनि रहेछ रासन दोकान छुट्याइदिनु ल रासन दोकान यति हो अब स्कुल स्कुल यता स्कुल थियो भन यो चाहिँ स्कुल हो पहिला गोली ग्राउन्ड थियो ऊ त्यहाँ गोल खेल्ने गाउँ देखिरहेको पिपली के हो त्यो यहाँसम्म चाहिँ त्यो आन्टीहरू भएपछि यता स्कुल त्यहाँदेखि त सानो ग्राउन्ड थियो क्या खेलाउने ए जाऊँ किन जाऊँ होइन भयो होला देखाइदिनु नि ए हो जाने ए ल जुम चाहिँ गरेर देखाइदिनु नि त अनि यहाँदेखि यता चाहिँ क्याम्प थियो भन्नु न ब्यारेकको यता पछाडि भनेर सबैले बुझिहाल्छ नि ब्यारेकको पछाडिपट्टि बिमाया घर पनि उहाँ थियो भन्नु बिमाया राईको घर पनि यहाँ थियो यसरी बुझाइदिनु भयो अझ भित्र जाने यहीँसम्म थियो राख्ने बेला यत्रो लामो थियो नि अनि ठुलो हुँदैन अनि यत्रो डिस्ट्रिब्युसन गर्नु पर्दैन अनि यहाँदेखि यता स्कुल थियो होइन अनि उहाँसँग गोरुले गराउँथ्यो अनि यति मात्रै हो अनि ठुलो गोरुले गराउनु यहाँ बिचमा सेन्टरमा अब त्यहाँ पनि गइन्छ त अहिले त्यहाँ पनि गइहाल्छ नि यता अब सकेर जानु पर्यो ल जाउँ अब कतासम्म थियो बस्ती परेसम्म थियो उयो छ नि उयो गेट उयो गेटदेखि है ए जङ्गल जाँदाखेरि सबै यता चाहिँ घर छैन यो त रासिन गोदाम मात्रै यता घरै छैन क्या सबै उताको लाइन हालेको भन्छ यहाँसम्म मात्रै घर त यहाँसम्म मात्रै रासिन गोदाममा मात्रै घर यति मात्रै घर थोरै मात्रै घर तर सबै यता हालेको क्या भन्नु ल भन्नु अब भन्नु तपाईँ भन्नु न हामीले भन्नु न हामीले यहीँ बस्ने मान्छे अलिक अप्ठ्यारो हुन्छ नि त ल तपाईँले त भन्यो भने ओके सो एनिवे यहाँ चाहिँ दुईवटा पानी ट्याङ्की छ रहेछ होइन अनि एउटा यहाँनिर छ अघि मैले देखाएँ हो त्यो चाहिँ चल्दैन अनि यहाँ एउटा चल्ने अलि यहाँको अहिले चलिरहेको छ पानी डिस्ट्रिब्युसन भइरहेको रहेछ होइन अनि यो ठाउँबाट चाहिँ अलि यो दुइटै भत्काएर चाहिँ माथि चपेटीमा चाहिँ बनाउँदै रहेछ कहाँ कुन ठाउँ अरे पेल्टीमारी नाम पनि के हो त्यहाँनिर झोलुङ्गे पुल छेउमा चाहिँ छ अरे अनि हो त्यहाँ नयाँ बनाउँदैछ अनि हो त्यसले त्यहाँबाट डिस्ट्रिब्युट हुन्छ अरे अनि दुइटा चाहिँ फेरि भत्काउँदैछ अरे यता प्योर जङ्गल बनाउनु ला अरे पहिला हाम्रो शिविरभन्दा अगाडि जे थियो फेरि त्यही स्थापना हुन लागेको छ अरे सो अहिले चाहिँ नयाँ घाट बनाएको रहेछ यतातिर यहाँ जाने हो त घाटमा नजाउँ है सो यता यो कुन कहाँनिर हो एड्रेस चाहिँ कहाँ हो यो लोकेसन पुरानो एड्रेस त ई हो यो ल ईमा चाहिँ यसो घाटहरू बनाएको छ हामी भित्र चाहिँ गएनौँ बाहिर यो बाटो भन्नु न मान्छे डढाउने नयाँ घाट बनाएको छ अहिले पहिला चाहिँ भनेको माथि एप काटेर खोलाकै किनारमा लगाएर गर्थ्यो नि त अहिले चाहिँ नयाँ बनाएको हो नयाँनिर व्यवस्थित रूपमा बनाएको रहेछ हामी भित्र चाहिँ गएनौँ अब हामी जाने भनेको यता फुटबल गर्नु यता भित्र जङ्गलमा त ए हो ल ल जाउँ ल जाउँ हिँड्दै नै जाँदा हुन्छ होइन मन्दिर बाटो कि यहाँ बाटो सिटी त्यता राखेर कोसे हाल्नु मासतिरै बाटो सिटी चाहिँ उता राख्नु यहीँ राख्दा नि हुन्छ त्यहाँदेखि बाटो छैन होला नि त हिँड्नलाई ओके सो हामी फेरि यहाँ आइपुग्यौँ अस्तिको भिडियो नै अपलोड गरिसकेको छैन फेरि नयाँ भिडियो खिच्न तर हामी चाहिँ यो मन्दिरहरू घुमेको थियो क्या अस्तिको भिडियोमा
त्यो भिडियो अब कहिले आउँछ यो अगाडि आउँछ कि त्यो अगाडि आउँछ थाहा छैन यति धेरै भिडियोहरू खिचेको छ होइन मलाई पनि थाहा छैन कति घन्टा खिचेको छ कति घन्टाको कुरा भइरहेछ यहाँ कतिवटाको होइन लाइक अहिलेसम्म मेरो लगभग नघाँटी भन्नु पर्दाखेरि 10 घन्टा 15 घन्टाको भिडियो होला मिलाएर हाल्नुपर्ने छ है ओके सो यहाँ चाहिँ मन्दिर छ होइन अनि यहाँ टोयलेट चाहिँ छुट्टिसक्यो अरू कुरा थाहा छैन मलाई यो कति नम्बर हो यो रे बाबु सेक्टर यहाँ टोयलेट हो के हो यो सेफ्टी ट्याङ्की होइन तिम्रो चस्मा छ मुना जस्तै यता इ पर यता एफ पर्छ अब उतादेखि यसो बाटो चाहिँ मान्छे बोल्नु अनि अब यहाँनिर हामी पहिला त्यो सेन्टरमा फुटबल खेल्ने ग्राउन्ड थियो त्यहाँ जाँदैछौँ त्यो स्कुल भएको ठाउँमा जाँदैछौँ अब कस्तो छ अब यस्तै झ्यास गाडी छ भने पनि त्यही भए पनि देखाइदिउँ ला भन्न खोजेको उहाँले के भन्नुभएको हो त्यही उहाँले के भन्नुभएको अगाडि देखाउने रङ्गाड घारी पनि आइपुग्यो कस्तो मजाको खुसी भएको हेर्नु न अब त दिदीलाई त यति त हाल्नु पर्ने हौ मुनाको घरहरू पनि यता त्यतै यता माथि हो यता त घर हुँदैन यता त घर हुँदैन कस्तो राम्रो उ रहेछ क्या हेर्नु नि यहाँ स्नेक ट्री भनेको स्नेक ट्रीको जङ्गलै सही रकम वाहेब मुनाको घर चाहिँ यतापट्टि पर्छ है अस्ति मुनाको घर यताको अस्तिको भ्लगमा चाहिँ मुना बिचारा बसेको चाहिँ योपालि त अब गाइड टुर गाइड रिसाइहाल्छ बस्यो भने दिदी उठेर हिँड्नु न मलाई रिस उठिसक्यो तपाईँ बसेको देखेर भनेपछि मुना बिचारा जुरुक्कै त्यतिको मान्छे चाहिँ चाहिन्छ क्या मुनालाई उठाएर हिँड्न नभए त हामी घुमेर आयो सिटीमा साथीभाइ त निन्द्रामा घुरघुर घुरिरहेको हुन्छ अनि हेर्नु यहाँ मेरो बाइक पनि आयो अघि स्कुटर थियो मेरो अहिले चाहिँ बाइक हो कहाँ निक्लिन्छ अरे यो बाटो अनि हामी उताको अलिक माथि पनि छ एउटा बाटो होइन त्यो बाटो चाहिँ ठ्याक्कै त्यो गोली ग्राउन्ड छैन दिदी हो यो त्यो बाटो उनी हो अघि हामी गएको ठुलो ग्राउन्ड टुको यो दुईटा बाटोले छुट्याउँछ क्या यो चाहिँ भनेको पियास निस्किन्छ चौतारी रहेछ यहाँ यो चाहिँ पियास निस्किन्छ ठ्याक्कै अनि अलिक माथि चाहिँ हाम्रो त्यो ठुलो गोली ग्राउन्ड निस्किन्छ पहिला हो त्यही छुट्याउनु ऊ त्यहाँ चाहिँ चियानहरू हो कता उता फुटबल ग्राउन्ड त्यो उयोहरू भएको स्कुलहरू भएको कुन बाटो यो बाटो अब यसो हाम्रो जङ्गल छ अब के गर्नु ए ल आयो जुत्ता चाहिँ लाएर आउनु पर्ने यता माथि चाहिँ त्यो हो तपाईँले एउटा स्कुल फुटबल भन्नु होइन ए यहाँ बाटो रहेछ बाटो छ बाटो छ अरे त मुना स्कुल उता भयो होइन एउटा कुना थियो नि त थाहा रहेछ त भाउजूलाई ए भाउजू अब दिदी भने दिदीलाई थाहा रहेछ त उसलाई के थाहा माथिबाट पनि बाटो होला त्यसमा यताबाट त सबै मैला हुन्छ होला अनि ठिक छ यो त नि दिदी के गरी हैन यो मान्छे हडेको मात्रै हालेको च्यान गाडी रहेछ यता मुनाको घर चाहिँ यतापट्टि हो मन्दिर पछाडि यतापट्टि हामी चाहिँ अलिकति हजुर च्यान गाडीहरु पहिला थिएन मान्छे हडेर चाहिँ लगाएको भन्नु ए यहाँ च्यान गाडीहरू रहेछ क्या अलिकति अगाडि मान्छेहरू हटिसकेपछि चाहिँ अब के गर्ने भन्दाखेरि च्यान गाडी बनाइदिएछ क्या पहिला चाहिँ यो सबै क्याम्प हो यो थिएन त यो पनि थिएन के
त्यो रुखहरू पनि थिएन ए बाटो थियो नि त अब यहाँ गोली ग्राउन्ड आउँथ्यो होइन अनि स्कुल छ यहाँनिर ठुलो होइन खालि छ भन्दा थियो अब अहिले छैन अनि त्यहाँ बजार पनि लाग्थ्यो सानो सबै बेच्थ्यो जहाँ रक्सी मासु रक्सी चटपट अहिले पनि खानुपर्छ अब अनि किन बेच्दैन र हौ दाइ हो अनि सम्झिनु त अब त्यहाँ गोली ग्राउन्ड हुन्थ्यो ठुलो गेमहरू हुन्थ्यो भनेपछि अनि स्कुल अगाडि होटल हुँदैन त हो त्यो थियो अहिले बिल्डिङ सिल्डिङ सबै ढालिसक्यो है यहाँ यो बिल्डिङहरू सबै ढलेर यो रुख यत्रो भएको बस्ती होइन यो यहाँ झ्यासखादिएर सबै क्याम्प होइन तर यो थिएन क्या भनेको यो सम्म थियो मान्छे हिँडेर कालो रुख चोर्थ्यो नि त थिएन यो पछाडि बढेको थाहा छ धमिरा तपाईँलाई धमिरा भने त्यही हाम्रो बाउको चौतारीमा हिजो क्या त हामीले सफा गरेको त्यही होइन धमिरा घर लानु पर्यो धमिरा बाख्रा खेलाउनुको लागि चाहिन्छ नि त मलाई जङ्गल छ बाख्रा तपाईँको अब के लाग्यो बोक्नु कतिवटा छ बाख्रा 17 18 19 19 अनि भइसक्यो त्यत्रो प्योर काउ बोय रहेछ त तपाईँ त म होइन मेरो बुढी चाहिँ हो यो बाटै रहेछ नि त बाटो थियो होइन बाटै थियो कि अहिले दुईटामा एउटा कुन बाटो हो अब मेन बाटो जस्तो यता पनि मलाई चाहिँ हिँड्नु सिक लागिरहेछ यो दाग लागिहाल्यो बुझ्नु भन्दा हुन्छ यस्तो आगो लाटोमा हिँड्नु के गाह्रो हुन्छ नि सबै सेतो पेन बिग्रिन्छ होइन यो आगो लाग्यो यो आगो लगाएको यो झोडी हुन्छ अनि आगो लाउँदो रहेछ यो त वनको लगाएको नि केटाहरूले लगाएको होइन मेरो लाउँदो रहेछ क्या वर्षामा वनको आफैले लगाउँछ धेरै भएपछि नि लगाउँछ अनि जति लगायो त्यति यसको यो दाना फुट्छ कि अनि उम्रिन्छ क्या झन् त्यही भएर लगाउँछ अनि यहाँ यी पेनै सेतो पेनै कालो हुनु थालिसक्यो अब ठ्याक्कै यो रोड काटिसकेपछि ग्राउन्ड आउँछ स्कुल आउँछ अनि माथि एउटा चौतारा छ बस्नु त्यो मान्छे बोकेर लाने बाटोमा यस्तो चौतारा छ थाहा छ तपाईँलाई त्यो त बाटै छेउमा भइहाल्यो नि त्यो त अस्ति खिची पनि सक्यो त्यस्तो यहीँ कहीँ होला ग्राउन्ड खोइ यहाँ होइन यहाँ हो त भित्र ग्राउन्ड चाहिँ स्कुल यहीँ होला यो रुख त यत्रो त हुँदैन नि यो अलि यता क्याम्प थिएन होला अनि तिम्रो घर आइपुग्ला मुना त्यो त उहाँ सखुवाको रुख आइसक्यो नि त्यो क्या भाइ डाँडाको रुखको थिएन सखुवा स्कुल थियो नि स्कुल आइसक्यो अहिले क्या पहिला त तिमीलाई बात थाहा छैन केटाकेटी थियो होला हामी चाहिँ आफ्नो स्कुल पढेको नि त अनि त्यो हुँदाखेरि चाहिँ उयोनिर डाँडाको त्यो सखा छैन त्यो आइपुग्छ कि उयोहरू चाहिँ उयो होइन अरू के हिजो भाइ मैले देखाएको उयोहरू उयोसँग थियो क्याम्प पारीको रुख भन्दै हुनुहुँदो रहेछ नि त म त यहाँ भनेपछि तिम्रो घर कतापट्टि छ यतै कता होइन यता भिडियो गरेर छैन उयोसँग चाहिँ क्याम्प थियो भन्थ्यो नि आऊ त कतासम्म त्यहाँसम्म जाउँ न नि त्यहीसँग चाहिँ लगेको नि त मैले पनि स्कुल त अनि स्कुल र ग्राउन्ड त हेर्नु त यस्तो देख्छ कहाँ देखाउनु यहाँ स्कुल यो ग्राउन्ड हो भन्नु तर यो रुखहरू ठुलो हेर्दा त यहाँ बा क्याम्प थिएन कि स्टाइलको नि होइन थियो है यहाँनिर थियो यहाँ जीमा सेक्टर जीमा छ हामी जे यहाँ घर थिएन होइन ग्राउन्ड चाहिँ थियो स्कुल चाहिँ थियो क्या त्यसो थियो अनि मान्छे हिँड्ने बाटो मात्रै थियो मान्छे हिँड्ने बाटो अनि बाटोसम्म उयो छ नि भाइ यो हरियो उम्रेको छ नि अब घर चाहिँ अन्तिम टुङ्गाइदिउँ न भनेको क्या घर चाहिँ अन्तिम टुङ्गाइदिउँ न अनि उयो जस्तो फर्केर आउनु स्कुल त अब हरायो नि जङ्गलमा नि कहाँ हरायो यता थियो अरे स्कुल है उयो त अगाडि उयो हरियो देखेको हरियो ठाउँतिर स्कुल जाने बाटै छैन यस्तो लुगा चाहिँ म पनि मैला हुन्छ हामी खुसी लागेको जानु म त क्याम्प टुङ्गाउनु पो हिँडेको दिदी घर चाहिँ कहाँ हो भनेर सोध्नु खोजिरहेको अब मैले यसो अन्दाज थाहा छैन यसको रुखको मुनि थियो यहाँ कति वर्ष 14-15 वर्ष
यो सबै खनेको छ अनि कसरी भन्दा पनि अब जेसीबीले पेलेको ल आदरणीय दर्शक दिनहरू मुनाको एरिया चाहिँ यही हो भर्दै मैला खनेको ठाउँ रहेछ त्यो मैला खालीदेखि परसँग घर थियो त्यहाँदेखि यसो लान्थ्यो होला यो अरन्डीको बोट यहाँसँग रहेछ यो के को बोट अरन्डी भन्छौँ हामी चाहिँ यसो काँडेर आएर खान्छ नि उहाँ रहेछ यसको के काम लाग्छ तेल 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 तर हामी चाहिँ अरन्डी भन्छौँ तपाईँहरू चाहिँ के भन्नुहुन्छ भाइ मैले चाहिँ यो थाहा छैन यसको तेल निस्किन्छ यसको फुटाएपछि दाना कास्टको ए कास्ट इङ्ग्लिसमा चाहिँ नेपालीमा चाहिँ अब त्यही भन्छ होला दाइजु माथि टुङ्गा निस्किन्छ यता रोड झिकाउँ त्यो नजाउँ मलाई मेरो पेन मैला हुन्छ के को मैला यी दागै दाग लाग्यो भने त मैले भने नि अघि नै मलाई त्यही भएर हिँड्नु सिक लाग्छ रोडबाट हिँडेर जाउँ तल यो चाहिँ बाँसै हो नि हैन बास हो त सिटका उयो यो यसको नि पाकेको देख्नु भएको छ तेल पनि थिएन दाना सेतो दाना हुन्छ पाकेपछि चाहिँ खानु नि हुन्छ मर्छ कि यहाँ सुन्नु ए मर्छ त्यो हरियो बोतलमा निकाल्थ्यो नि त्यो यस्तो निचे निचे भन्ने लाभाको बोतलमा तेल यसकै हो यो अरन्डी हामी चाहिँ अरन्डी भन्छौँ होइन अब इङ्ग्लिसमा चाहिँ के भन्छ थाहा छैन नेपालीमा चाहिँ अरन्डी नै भन्थ्यो पहिलादेखि मैले सुनेको चाहिँ त्यही है यसरी फुटाउँदा यो यहाँ दाना निस्किन्छ यहाँभित्र दाना उडेछ होइन दाना निस्किँदाखेरि तेल च्याप च्याप निस्किन्छ तेल यसको पिसेर तेल झिक्छ क्या त्यसो भए त अनि यहीँ टिप्दै आएर बिजनेस गर्नुपर्छ क्या हो यहाँ देखाउनु यो दानाहरू यो त सुकेर गएको रहेछ दाना यहाँ हेर्नु ल तेल निस्किन्छ यसको दाना यस्तो दाना है यो निचा हेर्नु होइन तेल निस्किन्छ यसको ल फसाउनु चिप्लो न चिप्लो हुने रहेछ चिप्लो तेल निस्किन्छ निचा हेर्नु न पहिला म आएको थिएँ नि त यहाँ मेरो बुढीको घर हो नि त यता अनि भिडियो बनाउन यस्तो यो क्यामे क्याम ब्याकलग यस्तो जङ्गल भइरहेछ यस्तो कसरी थाहा हुन्छ घर कहाँ छ त्यही त ऊ यहाँ म भएको थाहा हुन्थ्यो म भएको त गरेर बाँच्नले थाहा हुन्थ्यो दाइले के भन्नुभएको आहा चिम्लेर बाँच्नले थाहा पाउँथेँ मैले साथी भन्नुभएको बिर्सिनु भएको ल आफू जन्मेर हुर्केको त थाहा हुँदैन बाटोहरू कता लाइन चलाउन चाहिँ तर यो पुरै खारी हालेर पनि होला क्या पहिलेको दाइ 5 वर्षमा तपाईँ आउनु भयो भने थाहा पाउनु हुँदैन यस्तो पेल्यो भने चाहिँ गोजर नलाउँदा चाहिँ ठुम्का ठुम्की बाटो पनि याद लगाएर पेलेको पो त यो त अलिक कन्फ्युज बनाए त्यत्रो खर्च गरेर किन जेसीबी लगाएको होला नि अनि मनलाई फाइदा भएन कस्तो पहिला अब यो बाँस झ्याङै थिएन अहिले बाँस झ्याङ छ यस्तो बाँस झ्याङ रोपेको थियो क्या बाजेले सानो खालको हाम्रो बाजेकै हो त्यो क्याम्प पो त घर पो खोजेको हामीले घरको बाटो पो खोजेको अहिले त मेवा होइन यो चाहिँ ए होइन रहेछ त्यही ए यो चाहिँ लास्ट हो होइन यो लास्ट जी हो कि जी चाहिँ कस्तो गरेर राखेको थियो भने यहाँ हेर्नु र यहाँ हेर्नु भन्दै यस्तो यस्तो सिधा भयो नि अनि यसो एल परेको थियो होइन जस्तै एल परेको ठाउँमा यहाँ ग्राउन्डमा यहाँ स्कुल थियो अनि यता जी थियो क्या अनि लास्ट इन्डिङ यस्तो थियो क्या अनि एफले चाहिँ इन्डिङ गर्थ्यो क्या दाइ जी चाहिँ त्यता थियो त्यसरी यो चाहिँ इन्डिङ जस्तै हो मुनाहरू चाहिँ कुनामा बसेको रहेछ त्यसो होइन जस्तै इएफ आउँछ अनि अन्तिममा पो जी आउने हो त होइन तर जीलाई चाहिँ यस्तो फर्काएको थियो दाइ यस्तो फर्काएको थियो उता टुतिर क्या त्यसरी फर्काएको थियो यहाँ धाराको बिटहरू इ मुना तिमीहरूको धारा ल मुना धाराको बिट यस्तो हुन्थ्यो पहिला धाराको बिट यो यहाँ हुन्थ्यो बिचमा होइन यता यता यस्तो टुटी हुन्थ्यो अनि यसरी थाप्नु पर्छ मुना यहाँ मुना धारा ल भन तिम्रो घर कहाँ थियो यो धारा भन्दा कता थियो धाराको बिट काँडाले घोर्छ सब यस्तो हुन्थ्यो धाराको बिट पहिला तपाईँ खुट्टा भएको ठाउँमा चाहिँ यस्तो हुन्थ्यो क्या धारा यही हो धारै यस्तो हुन्थ्यो होइन यता यता आउँथ्यो यता थाप्थ्यो उता पनि थाप्थ्यो क्या अनि यसरी बिट हुन्थ्यो अनि जर्किन ठ्याक ठ्याक राख्नु पर्छ क्या अब धारा मुनाहरूको टोल छिमेकको धारा थियो यस्तो चाहिँ मुनाको छेउ
टोल छिमेक त भन ल मुनाहरूको गाउँको फोहोर फाल्ने ठाउँमा चाहिँ अहिले फ्याक्ट्री बनाएको छ अरे त्यहाँ अस्तिको भिडियोमा नि मैले हालेको थिएँ हात्तीको के पुप त्यो त घर अगाडि पनि भइहाल्छ नि यताबाट जाउँ होला हौ हो र हात्तीले यस्तो हो नि होइन भाइ हात्तीको दिशा हो यो चाहिँ तर यो त अति थोरै हो बिलेर सकेको एकचोटिमा हामीले बोक्न नसक्ने झारिदिन्छ नि हात्तीले यो त्यति झार्छ नि उयो छ त घर अगाडि नि हाम्रो घर यति ल्याम्पमा क्या तर त्यो अरू वस्तुको जस्तो मलिलो हुँदैन क्या त्यो मलै हुँदैन मलै हुँदैन क्या वस्तुहरूको जस्तो खस्रो कस्तो है परालै जस्तो देखिन्छ भनेपछि हात्तीको खासै मल उपयुक्त हुँदैन हात्तीको गुको चाहिँ हात्तीको गुको दिशाको जस्तो असाध्य म पनि उहाँ ससुराली घर बसिरहेको थिएँ दोकान हात्तीले होइन त्यसै छैन त्यस्तै छैन न गुलियो छ न तितो छ न के छ पानी खाएको छ नि ल अब चाहिँ हामी बाहिर निक्ल्यौँ क्याम्प फिनिस आज फाइनली क्याम्प फिनिटो अब चाहिँ यता मासतिरको अर्को भ्लग्समा खिचेको छ रतुवा खोलाको त्यहाँको नै अर्को भ्लग्समा खिचेको छ हात्ती त यतातिर त आतङ्कै रहेछ नि हात्तीको दिशा कति टाढा छ गुरु यहाँ देखाइदिएको रहेछ उयो खैरा भएको छ नि दाइ हजुर त्यहाँसँग ठ्याक्कै क्याम्प थियो ए त्यहाँसम्म थियो है त्यहाँसँग क्याम्प थियो यो बेल्ट लाइनमा जति पनि छ नि तिनीहरू मैला फाल्ने ठाउँ यहाँ हो होइन अहिले यसलाई फ्याक्ट्री बनाएको मैला यहाँ ल्याएर फाल्छ अहिले जङ्गलको नगरपालिका पनि होल फाल्छ बनाउँछ धुप्छ ए अहिलेको यो क्याम्प चाहिँ त्यहाँसम्म थियो ए ऊ त्यहाँ परसम्म है अहिले त्यो उयो रात देख्छ नि हो त्यो यो त हरियो सिसाको बोर्ड देखेर नि कतिलो त्यहाँदेखि उता क्याम्प छैन यति चाहिँ हो त्यहाँदेखि उता क्याम्प छैन बेलायमा पनि ठुलै हो नि होइन होइन पहिले यो बाटो थिएन नि यता यो बाटो हेरिन्थ्यो क्या पहाड जाने आउने बाटो सबै आर्यघाट कता पो भाइ त्यो उयो यस्तो छ नि यो डम्पु देखेको त्यहाँदेखि सिधा एउटा दुधे खोला कि त्यहाँ डराउँथ्यो त्यहाँ डराउँथ्यो त्यो दुधे पुल थियो नि जस्तै जुन त्यसको ऊ त्यहाँनिर डराउँथ्यो चाहिँ यो के भन्छ फोहोर फाल्नेको पल्लोपट्टि त्यहाँदेखि यसो लाँदा सानो यसो बक्स त्यहाँनिर डराउँथ्यो हामी पहाड आउने जाने यो बाटो थिएन यो पछि बन्यो यो त हिजो अस्ति बनेको भन्दा नि हुन्छ रतुवा खोला यही हो खोलादेखि पारि इलाम भइहाल्यो यता जाप हो र यो त इलाम हो दिदीको घरको त नाम निशान पनि नदेख्दा रहेछ यहाँ घारी चाहिँ को छिर्छ यहाँ चाहिँ को छिर्छ चाहिँ राम्ररी याद गर्नुभएको रहेछ फेरि यो रुख चाहिँ राखिराख्यो र मात्रै नि नत्र फेरि अल्लामल्ला यहाँ चाहिँ को छिर्छ जोडी छ नि त त्यहाँ भने लोकेसनले मात्रै देख्ने हो क्या अब त गुगल म्याप राख्नु थियो नि त पहिला हो तिमीले त्यहाँनिर एट्याच गर्नु थियो नि तिम्रो घरमा ट्याक्क रासिन गोदामतिर पनि यहाँ हेर्नु थियो रासिन गोदामतिर यस्तो हुन्थ्यो होला कि किन भएन भन्नु नि अब त्यहाँ बिरालोको मान्छे चोर्नु आउँछ आँप फल भने आँप चोर्नु आउँछ लिची होला लिची चोर्नु आउँछ होइन अनि बाख्रा चराउँछ नि त छाडिन्छ त्यही भएर त्यहाँ सम्म भयो यो खलाइसम्म त्यो टाइमको हो नि त होइन निकै पुरानो हो नि यो निकै अगाडिदेखि देखेको क्या म त्यति बेला हामी पहाडबाट हिँडेर आउँथ्यौँ त्यो बेला यहाँ बस्थ्यौँ क्या लाज हुन्थ्यो यो बाटो राति भएपछि ओके सो हामी बाटो अनि दिदी लाज हुन्थ्यो त्यो बेला त हिँड्नु त हिँड्नु त बेलुका भएपछि ओछेन बरु बस्नु सुतौँ भने जस्तो हुन्थ्यो क्या यसो आफू पनि अब जाउँ न ल हामी चाहिँ यहाँ कुन ठाउँ हो यो बेलडाङ्गी 1 को चोकबाट चाहिँ भित्र कस्तो दामी ठाउँ रहेछ यो नगरपालिका साथै उता पर जाने हुन्थ्यो अहिले जाउँ न त यो खासमा योजना चाहिँ यस्तै के अरे घुम्ने ठाउँ पिकनिक स्पोटै बनाउनु खोजेको होइन र मेन चाहिँ यहाँ किन बनाउनु खोज्यो भन्दाखेरि त्यहाँ एउटा पोखरी बनाउने बोटिङ गर्ने ठाउँ बनाउने भनेर चाहिँ योजना गरेको जब त्यहीँ पानी अडिएन अनि लथालिङ्गै रह्यो क्या यो अस्तिको ठाउँ हो क्या यो मैले अगाडि आउँछु गुरु छिरेको चाहिँ छैन म आउँछु गुरु यो सबै हाम्रो यहाँ स्पोर्ट अब यो के भन्छ
च्यान गाडीहरू पनि यहाँ पहिले अन्त शिविरको राख्थ्यो कि राख्थेन यहाँ च्यान गाडी राख्थेन त यहाँ च्यान गाडी नै च्यान गाडी रहेछ क्या सबै भत्काएको छ अनि यो चाहिँ नगरपालिकाले नगरको लगानीमा जो एउटा घुम्ने ठाउँ बनाउन खोजेको अनि मेन चाहिँ कसै केलाई दिएको भन्दाखेरि उहाँले बोटिङ गर्ने ठाउँलाई अनि बोटिङको लागि सबै संरचना पनि बनायो खाल्डाहरू पनि बनायो तर पानी अडिएन क्या लास्टमा आएर हजुर अनि पानी नअडेपछि चाहिँ लथालिङ्ग रह्यो अब के गर्ने भन्दाखेरि त्योभन्दा हाई बजेट जाने भने त अब त्यसलाई त पुरै मुनि लाउनु पर्यो हजुर अनि त्यसले गर्दा एकछिन चाहिँ स्थगित भयो सायद अब नगरको बजेटले अलिक धान्न गाह्रो भयो होला एकचोटि यहाँ पोखरी पनि भिजिट गरेर आउँ न त यो के अफिसहरू होला यहाँ जति पनि बनेको यो गेटहरू त्यसकै लागि बनायो यो कम्पाउन्डकै लागि हो यो गेट नयाँ हो अहिले नयाँ हो यो बनाउँदै गरेकै हो क्या यो यो चालु नै नभए यतिकै लथालिङ्गै अवस्थामा छ यो जति उठाएको भनेको कम्पाउन्ड खनेर मुनि गाडेर पानी निकाल्न खोजेको हो क्या तर भएन किनभने यो चाहिँ बगरको छेउ भएर होला पानीहरू नै नअडिँदो रहेछ यस्तै बगरे ढुङ्गा कलमा माटै छैन मान्छेहरू नुहाइरहेको रहेछ नुहाउन छैन यहाँ एक्सर्साइज गर्न आउँछ केटाहरू लाउरे लाउरेहरू लाउरे भिड्नलाई कता यता ठिक छ गुरु त नम्बर 1 ड्राइभर हो यो त्यस्तै हो त्यहाँ पानी है पम्पिङ गरेको छ पानी 24 घन्टा आउँछ कि के भन्दाखेरि मेन कुरो यहाँ यसले प्रब्लम भयो पानी नै अडेन नि त यहाँनिर यो चाहिँ हो यहाँको मेन यहाँ चाहिँ यो कम्पाउन्ड यस्तो गरेर सबै बनाएको पनि हो तर यहाँ पानी अडिएन मुना खोक्दैछ एकछिन ल नगरले कस्तो दामी लगानी गरेर हेर्नु यहाँ यस्तो दामी बनाएको रहेछ यहाँ चाहिँ पानी पोखरी बनाउन खोजेको थियो हैन बेलडाङ्गी चोकमै हो खासमा यो बेलडाङ्गी चोक हैन के बाङ्गे 1 हैन यो बेलडाङ्गी नै हो बेलडाङ्गी 1 को चोकै भनौँ न लगभग चोकै अलिकति भित्र अनि यो पुरै पानी लाएर चाहिँ यहाँ हुन्छ गार्डन अब यो जति यहाँनिर ड्रेन हानेको छ अलिकति त्यहाँदेखि यता बस्ने ठाउँहरू हरियाली फुलबारीहरू अनि यता बाहिर पनि त्यस्तै अनि पिकनिक खाने ठाउँ यस्तो उयो टिनहरूले गरेको छैन त्यो ठाउँ यत्तिकै प्लेन क्लस्टर गरेर अनि त्यहाँनिर बोर्डहरू राखेको छ नाच्ने जे गर्ने रमाइलो इन्जोय गर्ने गार्डन बनाउने उनीहरूको योजना हो तर बिचमा के भन्दाखेरि यहाँ पानी नै अडिएन क्या एकचोटि लाएर पनि ट्राई गर्यो पानी अडिएन पिटिकै नअडेपछि चाहिँ अहिले स्थगित अब केही फेरि यसलाई नै मोडिफाई गर्ने भन्ने कुरा होला सायद तर हाई बजेट जाने भयो नि त उनीहरूले चाहिँ सोचेको थियो अब यतिकै हुन्छ सर्लकै पानी लाएर चालु गर्नुपर्छ भन्ने तर त्यो भएन निकै लगानी चाहिँ गरेको हो यहाँनिर यो यस्तो नै थिएन यो पुरै यो सम्म नै थियो यतैको भागमा थियो अहिले चाहिँ यो उठाएर माटो लाएर यस्तो गरेको तर यो बलौटे छ कि पानी नै अडिएन अनि लास्टमा आएर यस्तै लथालिङ्ग अवस्थामा रह्यो भने सही हो यति नै हो घुम्ने अब फर्किने हो यो यसो राउन्ड हानेर फेरि यतैबाट जाँदा नि छ बाटो छ बाटो ल गयो नि त गयो राउन्ड हान्नु मुना बस्छ भित्र तपाईँ यतैबाट बस्नु होला नि तिमी त डेन्जर रहेछ यार जतापट्टि नि होइन के भन्छ यसको बेस बसेको हुन्छ कि भयो नि दिदी यस्तो हो यो लथालिङ्ग अवस्थामा रह्यो सायद यति बेला हामी घुम्न यहाँ मजाले इन्जोय गर्न आउँथ्यौँ समस्या चाहिँ त्यो भयो क्या अनि अब के भन्छ मेन कुरो प्रब्लम यो नेपालको चाहिँ सरकार चेन्ज भइबस्ने अब यो कसले योजना गर्यो त्यो फालियो कि के हो के अनि त्यो फालियो भने फेरि अर्कोले वास्ता गरिदिँदैन किनभने अर्कोले स्टार्ट गरेको मैले किन गर्ने भन्ने स्टाइलको हुन्छ पहिले यता बस्ती थिएन यता पर अघि भाइले भनेको त्यो अहिले त्यो ट्याङ्की फोर्छ भनेको चाहिँ उयो ट्याङ्की छ नि त नयाँ हो त्यो चालुमा पनि आएको तर आधीलाई छ आधीलाई छैन अनि त्यो पुरै अब सञ्चालनमा आएपछि चाहिँ त्यो ट्याङ्की भत्काउने भन्ने योजना रहेछ त्यो चाहिँ मलाई पनि थाहा थिएन बस्तीहरू यहाँ थिएन एउटै थिएन अहिले सबै घरै घर ओइले नि जग्गा हो त्यहाँ नम्बर एउटै छैन अहिले नि हो धनी पूजा नभएको त्यस्तोहरू छ तर घरहरू सबै पक्की नै बनायो क्या सानो भए पनि कसको घर हो खासमा त्यो चाहिँ शिविरको कि त्यो बाहिरकै बस्तीहरूकै हो त्यहाँ सस्तोमा जग्गा पायो किन्यो बस्यो त्यस्तै धनी पूर्जा नभयो नि किनबेच हुन्छ है किनबेच चाहिँ हुन्छ अब त्यो पछाडि यस्तोमा पनि जान्छ गाडी जान्छ सरकारले उठ भन्यो भने उठ्नु पर्यो त्यति हो सरकारले उठ भने नि उठ्नु पर्यो यहाँ पालेन छैन होला पालेन छैन यहाँनिर
यहाँ खै को छ हौ फेरि भत्काइ पनि सकेछ तिम्रो गाडी जान्छ कि यस्तोमा जान्छ जान चाहिँ त्यही काँडाले घोचेन भने चाहिँ हुन्छ भन्ने हो के अरे टायरलाई त्यही त तिम्रो पङ्चर होला नि भनेको एक्स्ट्रा चक्का छ र नडरै गएको अर्को के भन्छ अगाडिको गयो भने चाहिँ अलिक प्रब्लमै हुन्छ अगाडिको चाहिँ फेर्न मुस्किल हुन्छ पछाडिको त फेरिन्छ राइडर रहेछ तिमी त यार केही कसैलाई भयो भने त त्यो गाडी चलाइन्जेलसम्म त आफ्नो रिक्समा हुन्छ नि त रिक्स लिनुपर्ने पनि हुन्छ त्यो भरोसामा मान्छे चढिरहेको हुन्छ होइन त्यही हो सही हो यो पुरै यो एरिया ठुलो छ क्या यो सबै घुम्ने रमाइलो गर्ने इन्जोय गर्ने पिङ सिङ गार्डन सबै बनाउँथ्यो तर बिचमा यो नै नअडेपछि मेन त यसलाई फोकस गरेको हो त्यो चिजै नभएपछि चाहिँ लथालिङ्ग अवस्थामा रहेको हो अहिले चाहिँ यो भूत बङ्गला जस्तो भएको छ क्या डरै लाग्दो राति छिर्नै ल भिडियो बन्द गरौँ भनेको भाइ गुरुजीले त झन् कता लिएर आउनुहुन्छ कस्तो दामी ठाउँहरू यहाँ चाहिँ टिकटक बनाउनु पर्ने ठाउँ रहेछ क्या मुनाले टिकटक बनाउनु छोडिहाली लन्डन ब्रिजमा आयौँ फाइनली हामी लन्डन ब्रिजमा आयौँ यो चाहिँ सुरुमा यस्तो खालको पुल चाहिँ लन्डनको मात्रै देखिएको थियो क्या पोस्ट कार्डमा निलो पोस्ट कार्डमा हुन्थ्यो अनि पछाडि मान्छेहरूले यहाँ आउँदा पनि कतिपयले टिकटकहरू भिडियोहरू बनाउँदा लन्डन ब्रिज भन्दै फोनमा बोलिरहेको हुन्छ त्यहाँबाट मलाई याद हो नामै लन्डन ब्रिज भन्दो रहेछ लन्डन डिजाइन चाहिँ लन्डनमा थिएछ क्या यो टाइपको राम्रो छ मुना खुसी लाग्यो यहाँ चाहिँ बाइकहरू मिल्छ हिँडाउन यहाँ पाल रहेछ है बाबा झन्डै मेरो खुट्टाभित्रको जुन अघि माथिको मान्छे डन मार्यो भने नि हो यही पुलमा मारेको क्या यो पल्लो छेउमा ए उहाँको नाम के अरे के पो थियो तामाङ ए मैले देखाएको थिएँ भिडियो यताबाट पनि खेदाएछ उताबाट पनि खेदाएछ पर बिचमा भेटाएछ ढ्याङडुङ रैन एक्लै हान्दै थियो अरे एकछिन त जस्ट त्यो मैले भिडियो हेरेको थिएँ ए यस्तोमा कहाँ यस्तो बसेको यस्तैमा मारेको त तर पल्लोपट्टिको बिचरा रेस्टुरेन्ट पेस रतुवा खोलाको यो पुल दामी हजुर यो पुल हो अघि हामी जुन निस्केको सधैँ फोटो खिची हिँडेको ए आर्यघाटहरू त्यही छ आर्यघाट त्यहीँ रतुवा ल यो ठाउँमा चाहिँ मेरो फेभरेट गीत खिचेको फोटो ए सरी मेरो फेभरेट म्युजिकमा टिकटक मैले फर्स्ट टाइम बनाएँ है अबदेखिबाट चाहिँ म टिकटक हेर्दाखेरि मेरो फेभरेट त्यो हुन्छ नि गीतहरू सेभ गरेर राखेर टिकटकहरू बनाउँछु त्यही हो दामी छ सही रतुवा खोला अलिक परसम्म पुगेर आउनु त ल लास्ट यही नै होला गुरु आजको यही हो लास्ट आजको लास्ट यही हो के छ खराई कटेज निस्किनु हुन्छ अनि खराई कटेज एउटा बाँकी छ खरायो कटेज बाटोमै पर्छ त्यही कति पनि छैन यसोपट्टि आउने खरायो कटेज पनि फन्टा छिर्नु जस्तै हो गइदिनु त आज लास्ट अब उब्रेको त्यसपछि आउँदाखेरि ननिस्के जस्तो नै नहोस् न सेकेन्ड टाइम आइयो है भन्ने हुन्छ ल ढुङ्गा निकाल्दै गरेको बलुवा रहेछ ढुङ्गा बलुवा पानी सुक्को डरो मान्छे घरहरू ए बगाउँदैन अब साह्रै ठुलो आयो भने त उडाउँछ होला नि अहिलेसम्म चाहिँ ठिकै छ यसमा कुद्दा हुन्छ हुँदैन हेर्छु ल डरो बनाएर रहेछ दुईपट्टि टाई गरेछ अनि
सही हो बेलडाङ्गी ल जाउँ खराए कटेज फर्किने खराए कटेज पनि गइदिउँ अझै पर जानु ओके यहाँ त कस्तो अँध्यारो देख्यो ओ यहाँ चाहिँ टिकटक बनाउनु पर्ने रहेछ उतापट्टि अर्को कुनै छ नि टिकटक अब म यतापट्टि चाहिँ राम्रो आउने यहाँ सही देख्दो रहेछ है के अरे कुन देश कुन ब्रिज रे यो लन्डनको ब्रिज भन्छ लन्डन ब्रिज लन्डन ब्रिज भन्छन् प्राय मान्छेहरूले भनेको लन्डनमा देखेको रहेछ पहिले भिजिट गर्न त्यहीँ गइया छैन लन्डनको एउटा पोस्ट कार्ड चाहिँ साह्रो फेमस थियो नि त्यो टाइममा यस्तो त्यो ब्रिज वाला त्यो चाहिँ सही हो एकदम पक्की क्या यो हेर्दै यत्रो यत्रो लठा चारवटा चाहिँ यता र उता चार मुनि पनि छ उता तानेको उस्तै छ यताबाट उताबाट तन्काएको हुन्छ यो यहाँ मुनिबाट यस्तो तन्काएको छ डर हुन्छ त्यो सही हो नत्र त गाडी कुदाउँदा झरिहालिन्छ ठिक छ बर्खामा यो ठ्याप्पै खोला हुन्छ मुनि सही हो हेर्नु त मजा हुन्छ त ओके सो खराए कटेज भन्ने ठाउँमा आइपुगेका छौँ अर्को स्टप है गुरु आउँदै हुनुहुन्छ खराए कटेज आइपुग्यो खरायो कटेज खराएको मासु अब त्यो के खरायो बाँचेन कि बचाउन गाह्रो भयो के अरे यहाँ गर्मी सहेन के त्यही भएर अहिले चाहिँ अरू नै आइटमै पाउँछ तै पनि नाम चाहिँ खरायो कटेज खरायो कटेज चाहिँ कुकुर यस्तो ठाउँमा त टोक्दैन होला टोक्दैन यसले ज्ञानी छ यो राम्रो छ सबै बसेर खानु पनि भयो चिल छ क्या चिल छ है अलिकति घुमौँ न पहिला यता भयो टोइलेट होइन कता यता ए फुल साइज मिरर राखिदिएको रहेछ त सही हो यहाँको स्पेसल चाहिँ के हो नि तर गुरुलाई के थाहा भेजिटेबल घाँस वास खानेलाई होइन क्या यहाँ खानेकुरा फुड चाहिँ के छ आइटम स्पेसल होइन गुरुलाई चाहिँ के हो भनेर नि चाउमिन थुक्पा मोमो अब माछाहरू पनि छ घाँस पासहरू है चिकनहरू म त अब त्यही घाँसहरू खाने यहाँ पानीहरू पनि खराए कटेज यहाँनिर नाइटमा डान्स गर्छु भन्दा पनि यहाँ बजाइरहेको हुन्छ प्लाक प्लिक बलिरहेको हुन्छ झलक झिलिक यहाँ सबैतिर लाइट हुन्छ यहाँ डान्स गर्ने ठाउँ हो यसो खाँदै जान्छ ए खाँदै डान्स गर्ने यहाँनिर ल पिङहरू पनि के हटाएछ पानी भइहाल्यो फिसिङ गर्छ यहाँ मात्रै फिसिङ गर्नु ए रोड हान्ने यहाँ माछा छ भित्र यहाँनिर अनि त्यही माछा लगेर खाने माछाहरू ऊ त्यहाँ बसौँ न त ऊ त्यहाँ बसेर खाऊँ त आज त्यहाँ त्यो आउँछ नि होइन त्यहाँ राम्रै छ यहाँ गानाहरू बजाइदिइहाल्छ डिजे सिजे सबै रहेछ नि त यहाँ खरायो सुकेर कोट लगाइरहेको छ क्या अहिले नबाचेर मलाई फन पार्क भन्दा यो चाहिँ दामी लाग्छ क्या त्योभन्दा प्लेस छ तर राम्रो छ एक्स्ट्रा रमाइलो चाहिँ नगुमाउँ भन्ने वासरुम चाहिँ त्यहीँ हो अगाडि मात्रै हो हजुर त्यही नै हो यहीँ बस्दा नि हुन्छ यता माथि एउटा चढ्ने ठाउँ पनि ऊ त्यहाँ पनि रहेछ त्यहाँ जाऊँ न यो राति चाहिँ यो झिलिमिली हुन्छ सबै यो अझै अर्को भ्यू दामी हुन्छ उता पनि जाने हो नि त भोलिसरि उता पनि राम्रो बनाउनु माथि जाने चाहिँ क्या यहाँबाट कि कसो हो ए यहाँबाट हो यहाँ अझै राम्रो हुन्छ यहाँ ए यहीँ बसौँ न त यहीँ बसौँ त गुरु आज यहीँ बसौँ न तिनवटा ठिक्क मिलाएर हाम्रै लागि है हाम्रै लागिरहेछ मुनालाई चाहिँ अलि अग्लो भयो अल्गो त हुँदैन
यहाँनिर यस्तोमा बस्छ दामी छ समग्रमा खरायो दामी लाग्यो यार थ्याङ्क यू गुरु यार वेटरलाई चाहिँ कसरी बोलाउने हो ल हुन्छ हामी चाहिँ आज थकाली खान फेरि आएका छौँ होइन ल यहाँ अनि यहाँ यस्तो दामी छ यो चाहिँ मेरो फिस मुनाको र उसको चाहिँ भेज छ है ल अब हामी आज मुकब्याङ पनि गर्नु पर्यो ड्याम्की ड्याम ओके सो आजको भिडियो तपाईँलाई कस्तो लाग्यो है होपफुली राम्रो लाग्यो होला प्रतिक्रिया कमेन्टमा छोडिदिनु होला है अनि हामी चाहिँ पत्री पनि गएको थियौँ भोलिपल्ट पत्रीको भिडियो पनि हेर्न सक्नुहुन्छ तपाईँ भोलि पर्सि कहिलेतिर मिलाएर अपलोड गर्छु यता गुड नाइट फर टुडे